पछि चाहिएको छ किनभने जता कतै धेरै कन्ट्रीबाट हुनुहुन्छ त्यही भएर मेरो नाम चाहिँ विनोद कुँवर हो म चाहिँ खास अस्ट्रेलिया बस्छु विगत 11 वर्ष ठ्याक्कै पुगेको छ 11 वर्षदेखि चाहिँ अस्ट्रेलियाको सिडनी सहरमा बस्छु हामी यहाँ थुप्रै कन्ट्रीबाट छौँ त्यही भएर मैले भनेको म चाहिँ नेपालमा ब्याचलर अफ इलेक्ट्रोनिक्स इन्जिनियरिङ गरेको हो अनि त्यतै त्यतै देशैमा बसौँ भनेर लागेको हो हेलिकप्टर पनि बनाउन ट्राई गरियो अलिअलि उडाउन पनि खोजियो त्यसपछि अमेरिकातिर ट्राई गरियो लगभग 4 चोटि रिजेक्ट खाएपछि अस्ट्रेलिया आइयो यहाँ आएर हाउसकिपिङ गरियो 4 वर्ष त्यसपछि आइटीमा जब खाने भनेर लागि मास्टर अफ आइटी पढेको हुनाले मैले तर खासै युनिभर्सिटीमा अब त्यहाँ अमेरिका अरू कन्ट्रीमा त कस्तो पढाइ हुन्छ अस्ट्रेलिया चाहिँ खासै पढाइ हुँदैन यहाँ काम गर्न कमाउनकै लागि ठिक छ अनि मैले 2017 पछि लगभग लगभग 2 वर्ष मैले निकै सङ्घर्ष गरेँ आइटीमा काम खानु पर्यो अब केही गर्नु पर्यो भनेर त्यति बेला यस्तो पढाउने सिकाउने मान्छेहरू चाहिँ यहाँ थिएन यहाँ हामीभन्दा सिनियरहरू सबै चाहिँ अफ द फिल्डमा यस्तो सेफहरू किचन ह्यान्डहरू क्लिनिङ कन्ट्र्याक्टरहरू बन्ने चलन थियो अनि हामी पनि त्यही लाइनमा थियौँ अनि मैले ट्राई गरेँ लगभग लगभग इन्टरभ्यू मात्रै मैले 400+ दिएँ कतै पनि लागेन अनि युएई चाहिँ लागेको थियो मेरो म अब यो अस्ट्रेलिया बस्दिनँ म अर्को कन्ट्री जान्छु तर आफ्नै फिल्डमा काम गर्छु भनेर मैले पिआर भन्दा पनि करियरलाई चाहिँ फोकस गरेर मैले युएई जब एप्लाई गरेको थिएँ त्यति बेला पनि मलाई 2.5 लाख खाना बस्न गाडी दिएको थियो 2018मा आजभन्दा लगभग लगभग 7 वर्ष अगाडि अनि उताको भिजा प्रोसेसिङ गर्ने बेलामा लास्टमा यहाँ काम पायो अनि यतै बसेँ अनि 18 देखि 19सम्म मैले एमआइटी कलेज भन्ने धेरैले सुनेको होला सिएस कलेजीको कलेजमा मैले काम पाएँ लास्टमा अनि त्यहाँ चाहिँ थुप्रै नेपाली स्टुडेन्ट पढ्ने अनि नेपालीहरूले यस्तो आइटीमा काम गर्दो रहेछ भनेर उनीहरू पनि सरप्राइज हुने अनि आफूलाई पनि हेर्दा यति पनि हामी नजानेर पो काम नपाएको रहेछ भन्ने चाहिँ पछि फिल भयो निकै सङ्घर्षपछि अनि मैले 2019मा चाहिँ यस्तो जब रेडी प्रोग्राम भन्ने एकदम नयाँ थियो यो धेरै ठाउँमा नयाँ थियो काम अरू चाहिँ आइटी ट्रेनिङ भनेर राखेको थिएँ हामी जब रेडी प्रोग्राम भने नयाँ वर्ड युज गर्यो 19को डिसेम्बरबाट मैले सुरु गर्न थालेको कोभिड पनि आइहाल्यो अनि कोभिड र हाम्रो बिजनेस सँगै त्यसपछि 3जना स्टुडेन्ट हाम्रो उतै बुटोलतिरको मेरो घर चाहिँ गुल्मी अनि अहिले बुटोलतिर 3जना स्टुडेन्ट लिएर 3 महिनाको 500 इच लिएर मेरो खर्च नै भाडा 1500 तर स्टुडेन्टबाट कमाएको पनि 1500 अनि सुरु गरेँ त्यसपछि एकजना स्टुडेन्टले काम पाउनुभयो अनि त्यसपछि फेसबुकमा हालेको जता कतैबाट आयो 7-8 जना आउनुभयो 6-7 जनाले काम पायो पछि चाहिँ कोभिडको बेला आइटीको डिमान्ड एकदमै बढ्यो अनि काम पनि म्यासिभली पायो लगभग लगभग हामीले कोभिडको बेला 1200-1300 पढाए मध्ये लगभग 1100 97-98%ले काम पायो जस्तोलाई पनि लिन्थ्यो त्यति बेला चाहिँ यस्तो आइटीको डिमान्ड थियो मान्छे नै पुगेको थिएन जस्तोलाई पनि लियो अनि 2022तिर चाहिँ मेरो थुप्रै युएस गएको साथीहरू थिए तर त्यति बेला हामी क्लास युएसमा लाने अथवा अरू कन्ट्रीमा लाने भन्ने सोच्दै थिएन अनि युएस गएको साथीहरूले यहाँ पनि पढाउँछ तर यहाँ चाहिँ के अरे प्रोक्सी युज गरेर अरूले इन्टरभ्यू दिन्छ काम पनि अरूले गरिदिन्छ सिप नसिकेर चाहिँ 6-7 महिना 1 वर्षपछि जब जान्छ फेरि अलिकति सिप सिक्न पाए हुन्थ्यो भनेर चाहिँ उताबाट भनेपछि अनि ल बस्न त क्लासहरू भनेर अनि अलिअलि राख्दै अ, उम्, यहाँ क्लास सुरु गरियो तर काम पाउन चाहिँ युएस अस्ट्रेलियाको तुलनामा म्यासिभ सजिलो यसो इन्टरभ्यू खराब पारेर स्किल चाहिँ जान्नुपर्ने जान्यो भने ट्याकटुक्क काम खाइहाल्यो अब मसँग त्यसरी 16-17 जनाले पढे त्यति बेला हामीले कोर्स नलाँदा 16-17 जनामा लगभग 16-17 जनाले नै काम खायो अहिले चाहिँ सिनियर लेभलमा पनि काम गर्छन् त्यहाँ चाहिँ एकदमै सजिलो छ है कम्पेरिटिभ टु अस्ट्रेलिया र अदर कन्ट्रीमा तर त्यहाँको एउटा प्रब्लम के छ भने त्यहाँ हामी त्यो पढेर खतरा हुने भन्दा पनि कताबाट ग्यारेन्टेड जब लगाइदिन्छ भन्ने चाहिँ त्यो बानी अलि बिग्रिएको छ त्यहाँ अनि मैले चाहिँ ल ठिक छ त्यसो भए युएसमा पनि सुरु गरौँ भनेर सुरु गरेको हामी 8 महिना मात्रै भयो अहिले लगभग 150-200 जना स्टुडेन्ट हुनुहुन्छ अब कोही कोहीले जब पनि खानुभयो र अरूको चाहिँ आजदेखि करियर काउन्सिलिङ पनि हुँदैछ उहाँहरू अब जबमा जानको लागि रेडी हो यहाँबाट मैले आफूले सिकेको भनेको टन्नै सर्टिफिकेट गरेँ मैले सिसिआई भन्ने कसैले सुनेको भए एकदम थोरै नेपालीहरू हुन्छ सिसिआई नै गरेँ मैले अनि साइबर सेक्युरिटीमा मैले फायरवालहरू सबै लिएँ
अनि माइक्रोसफ्टको नेटवर्किङमा राम्रै गरेँ, गर्दै काम पनि गर्दै मैले 4.5-5 वर्ष जति नेटवर्क इन्जिनियर भएर पनि काम गरेँ, नेटवर्क डिजाइन गर्ने काम। अनि यता सुरु गर्दा गर्दै क्रिकेट स्टेडियम बनाउने रहर जाग्यो, त्यता पनि लागि है। र अहिले धेरैले मलाई चिन्ने भनेको त्यो क्रिकेट स्टेडियम बनाउने मान्छे भनेर होइन। त्यसको एउटा सानो क्लिप छ, के गर्छ एक्ज्याक्टली यसरी सुरु भएको यात्रा हो र अहिले चाहिँ संसारभरि लगभग 30वटा देशबाट पढ्नु भएको छ। अनि हाम्रो अरूको भन्दा सस्तो किन छ भने यहाँ धेरैले त्यही क्वेसन सोध्नुहुन्छ, यो सस्तो दुईवटा कुरामा। अमेरिकामा जस्तै हामी 1900मा, क्यानाडामा 2000 क्यानेडियन, अनि युकेमा 1100 पाउन्ड स्टर्लिङ, युरोमा 1200 युरो, नेपालमा जम्मा 35,000 होइन। नेपालमा हुनु पर्यो फेरि यसरी हामी कन्ट्री अनुसार, जापानमा 2 लाख होइन, मलेसिया कतारतिर बस्यो भने 80-90 हजार यसरी पढाइरहेछौँ। यसको दुईटै उद्देश्य हो। हामी चाहिँ चेन्ज गर्न खोजेको भनेको यदि मान्छेलाई आफ्नो फिल्डमा काम गर्न रहर छ भने चाहिँ त्यो सिक्न पाउनुपर्छ र काम गर्नुपर्छ, जसले कम्युनिटीलाई नै चेन्ज गर्छ। उनीहरू लागेको रहर पैसाले मात्रै होइन कि इन्ट्रेस्ट भएको मान्छेहरूले संसारको जुनसुकै कुनामा बसेर पनि पढ्न पाउनुपर्छ भनेर हो एउटा। दोस्रो, हामीलाई चाहिँ एकदम म्यासिभ ओभरसिजबाट किन फाइदा हुन्छ भने हामीले जिएसटी पनि तिर्नु पर्दैन, इन्कम ट्याक्स पनि तिर्नु पर्दैन। किनभने एज अ ट्युसन्सको रूपमा ओभरसिज हाम्रो अर्गनाइजेसन नभएको हुनाले गर्दा नेपाल पठाइदिनुहुन्छ डाइरेक्टली, अनि त्यही स्टेडियम बनाउने भनेर त्यहीँ पठाउँछौँ। अनि भोलि गभर्मेन्टलाई पनि कहाँबाट पैसा ल्याइस् भन्दा पनि ट्युसन पढाएर स्टुडेन्टले तिरेको पैसा हो भन्ने एउटा प्रुफ हुन्छ, देश पनि बन्छ भनेर यसरी लागेको। त्यही भएर अलिकति अन्तभन्दा सस्तो छ। अनि अर्को कुरा, जतिचोटि पनि पढ्न पाइन्छ। तपाईँले नजान्ने बेलासम्म, स्पेसली अस्ट्रेलियाभन्दा बाहिरकोलाई त हामीले 3, 4, 5 चोटि पढ्यो पनि पैसा लिँदैनौँ, त्यति नै हुन्छ। काम नपाउने बेलासम्म सपोर्ट रहिरहन्छ। त्यो भएर चाहिँ जता कतैबाट हामीसँग जोडिएको होइन, धेरै जोडिनु भएको छ। अहिले कोर्स डिटेलमा कस्तोले पढ्ने, कस्तो कस्तो पोजिसनमा के पढाइ हुन्छ भन्ने त म सिकाइहाल्छु। तर छुस्स एउटा सानो भिडियो क्लिप बनाएको छ होइन, यहाँ एक्स्ट्रा के हो, के गर्छ, कसरी जान्छ भनेर एउटा सर हेरौँ मात्रै। अनि त्यसपछि चाहिँ बल्ल कुरा गरौँला डिटेलली। अनि तपाईँहरूको क्वेसन्स जे छ होइन, अनि त्यो चिजहरू चाहिँ हामी फेरि गरौँ होइन। एकछिन म्युट गर्नु, यता सुन्नु, हेर्नु यो। अनि केही परे अहिले हाम्रो क्युए सेसन अहिले एकछिनमा आउँछ, क्युए सेसनमा म सर भनिदिन्छु, अनि गरौँला। अब सुन्नेन। Welcome to Extratech. Established in 2019, Extratech has become a leading hub for ICT education dedicated to preparing candidates like you for the Australian job market. We are headquartered in Sydney with branches across Australia and Nepal. We also run our courses in the USA and Canada. Beyond our corporate endeavors, Extratech is also committed to community support initiatives, particularly in Nepal. Over the years, we have channeled more than $90,000 worth of charitable causes across our home country. Among our most ambitious undertaking is the Extratech Oval International Cricket Stadium in Butwal. As the principal investors and builders spearheading the stadium, we are pioneering this transformative $7 million project poised to redefine the sports infrastructure in the region and inspire a new generation of athletes in Nepal. This dual pursuit of innovation and impact defines the essence of Extratech. Our core mission is to equip international candidates with the skills, knowledge, and confidence needed to navigate the complexities of the job market with ease. Designed by seasoned industry professionals, our training modules are tailored to address both the technical and behavioral competencies that employers seek, ensuring you are not just employable but stand out in a crowded talent pool. Extratech's training is structured into 2 comprehensive phases. The first focuses on 10 to 14 weeks of immersive practical training, during which you will gain hands-on experience through real-world projects. The second phase revolves around career counseling, an essential component that prepares you for the transition from training to employment.
From crafting professional resumes, cover letters, LinkedIn profiles, to mastering business communication and excelling in job interviews, this phase provides the tools you need to succeed. What sets ExtraTech apart is its live interactive learning model. Unlike pre recorded courses, our sessions are designed to foster real time engagement, allowing you to ask questions, seek immediate clarification, and resolve challenges on the spot. Likewise, whether you prefer online or in person classes, ExtraTech caters to your needs, offering flexibility and access to recorded sessions. For added convenience, we also provide a 6-month leeway for candidates who may need to pause their training, ensuring you can pick up where you left off without additional costs. At ExtraTech, we pride ourselves on focusing on practical applications rather than heavy theoretical content. Our training immerses you in simulated professional scenarios, preparing you for real-world challenges without the burdensome emphasis on abstract concepts. This pragmatic approach underscores our dedication to producing job-ready graduates who can contribute meaningfully to their chosen fields. ExtraTech's commitment also extends beyond education. We are a partner in your career journey, offering ongoing support, mentorship, and networking opportunities. By connecting you with industry professionals, trainers, and peers, we open doors to collaboration and career growth, ensuring you are well positioned to thrive in a competitive global job market. To participate, you will need a few essential tools: Skype, where you will join a dedicated learning group to connect with trainers and peers; Microsoft Teams, a collaborative platform for file sharing, chats, and virtual meetings; and our academic management system, which grants access to class recordings, resources, and training materials once you enroll. ExtraTech is more than just a training provider, it is a launchpad for your career. With a proven track record of helping candidates achieve their professional goals, we are here to guide you every step of the way. And we warmly welcome you abroad and hope to be part of your career journey. इट्स जस्ट जनरल इन्ट्रोडक्सन हो है। त्यो बजाइदिएपछि धेरैलाई सजिलो हुन्छ, मैले धेरै बोल्नु पर्दैन होइन। अब यो धेरैले सोध्नुहुन्छ के फरक हुन्छ यत्रो मास्टर डिग्री ब्याचलर डिग्री पढेर आइटीमा, अनि हामी कहिलेकाहीँ ब्याकग्राउन्ड नभएको मान्छेले पढ्दा अथवा ब्याचलर डिग्रीको लागि अथवा मास्टर डिग्रीको लागि छुट्टै अथवा यसलाई छुट्टै हुन्छ कि भनेर चाहिँ धेरैले क्वेसन सोध्नुहुन्छ। यसमा कस्तो हुन्छ भने पहिला पहिला अहिले पनि तपाईँले फिल त गर्नुहुन्छ होला, मास्टर डिग्रीको सर्टिफिकेट देखाएर अथवा ब्याचलर डिग्री सर्टिफिकेट देखाएर काम पाइन्थ्यो। नेपालमा त अझै पनि अलिअलि छ कि त्यही पनि विदेशमा कलेजको डिग्रीले कामै गर्दैन। त्यो डिग्री चाहिँ स्किल छैन भने एजुकेसन मात्रै हालेर पिएचडी हाले पनि खास रिज्युमे चाहिँ बिग्दैन। बिक्ने भनेको प्र्याक्टिकल्ली चाहिँ के आउँछ त्यसलाई अथवा के चाहिँ उसले गर्न सक्छ भन्ने कुरा सबभन्दा ठुलो कुरा हो। जस्तै हेर्नुभयो भने अहिले चाहिँ सबैभन्दा बढी साइबर सेक्युरिटीका इन्जिनियरहरू हेऱ्यो भने उनीहरूको एकाडेमिक क्वालिफिकेसन +2 पनि हुँदैन। उनीहरू सानैदेखि ह्याकिङमा लागिरहेको हुन्छ, अनि सानैदेखि उनीहरू एउटा स्पेसिफिक किडल्स भन्छ चलाउँदा चलाउँदै उनीहरू सिकेको हुन्छ। त्यो सिक्दा सिक्दै ऊ चाहिँ एउटा चिजमा एक्सपर्टिज बन्छ। अहिले जस्तै तपाईँले सुन्नुभयो भने सिस्को सर्टिफिकेट, माइक्रोसफ्ट सर्टिफिकेट, कम्टिए डेटो प्लस अथवा कम्टिए सर्टिफिकेट, यस्तो सर्टिफिकेटको भ्यालु चाहिँ एकाडेमिकको भ्यालुभन्दा माथि गयो। किनभने मार्केटलाई चाहिएको एकतिर छ, कलेजतिर चाहिँ हिस्ट्री पढाएर अथवा होइन थ्योरिटिकल पढाएर त्यो एकाडेमिक स्पेसिफिक टाइम फ्रेममा एकाडेमिक कुरा पढाएर चाहिँ आइटी सपोर्टलाई काम चाहिँ गर्दैन। हामी भनेको कस्तो हो भने डक्टर जस्तो हो, कसैलाई प्रोब्लम आयो भने मात्रै हामीले चाहिँ गएर फिक्स गर्ने हो, प्रोब्लम नआयो त हामीलाई कलै गर्दैन। हामीले थ्योरी जानेर अथवा यो यसरी आएको प्रिन्सिपल जानेर कामै दिँदैन होइन। त्यही भएर यो कम्प्लिटली गाह्रो लगाउने जस्तो काम हो। यहाँ नलेज भए अलिक छिटो लगाउला, नलेज नभए चाहिँ अलिकति टाइम लाग्ला, तर कम्प्लिटली यो कोहीसँग लिङ्क चाहिँ हुँदैन। हुनाले अब ब्याचलर डिग्री मास्टर डिग्रीमा पढेको छ भने यस किवर्डहरू सबै त त्यही हुन्छ, वर्डहरू युज हुन्छ, धेरै सजिलो त हुन्छ, तर त्यो र यो चाहिँ कम्प्लिटली फरक कुरा हो। यो भोकेसनल ट्रेनिङ जस्तो हो। नेपालमा सिटिभिटीले पढाउँथ्यो पहिला पहिला, अहिले पनि पढाउँछ होला, अलिकति थ्योरिटिकल बढी गयो। तर उनीहरू ठ्याक्क मान्छेहरू रेडी पार्ने र मार्केटमा जे जे चाहिन्छ त्यही त्यही मात्रै सिकाउने गरे हामी आफै डिजाइन गरेको कोर्स हो यो। चाहिँ कुनै पनि क्राइको अथवा कुनै पनि गभर्मेन्टले अथवा कुनै इन्स्टिट्युसनबाट एफिलिएसन लिएको त्यस्तो केही पनि हुँदैन। यो ट्युसन सेन्टर जस्तो हो। तपाईँले जस्तै युएसए जाँदाखेरि तपाईँले त्यहाँ ऊ गरेको हेर्नुभयो होला, जिआरई जिम्याट गर्नको लागि कुनै केही गर्नु पर्दैन, एउटा फ्रेमवर्कमा बसेर
ट्युटरले ट्युसन पढाए जस्तो पढाउँछ। हामीले पनि गर्ने त्यही हो। र त्यसले के गर्छ भन्दाखेरि जे चाहिन्छ, जस्तै मैले यहाँ हेरिरहेको छु, यहाँ तपाईँलाई देखाइराखेँ जस्ट इक्जाम्पलको लागि, यस्तै इस्युहरू आउँछ कम्पनीमा। म सबै कभर गर्छु है, मलाई अलिकति 40-45 मिनट दिनु होला, अनि तपाईँको सबै क्वेसन लिन्छु। यस्तै क्वेसन आउँछ, जस्तै माथि अफिस एक्टिभेसन गर्दै वान ड्राइभ इरर आयो, टिम्समा अडियो इस्यु आयो, युजर अनबोर्ड गर, युजरले छोड्यो, इमेल भएन, इमेलले काम गर्न, आउटलुक चलेन, यस्तै यस्तै हो। यो कोर्स चाहिँ डिजाइन गरेको, अस्ट्रेलियामा हामीसँग अरू थुप्रै कोर्स छ, प्रोग्रामिङको पनि छ, डेटा एनालिसिसको पनि छ, डेटा साइन्सको पनि छ, तर ओभरसिजमा हामीले लको कोर्स चाहिँ यही आइटी र साइबर सेक्युरिटी हो। पहिला आइटीको सक्छु अनि साइबर सेक्युरिटी कसले पढ्ने थियो पनि भनिदिन्छु। आइटी सपोर्ट चाहिँ किन एकदमै पपुलर छ र सबैभन्दा इजी वे टु गेट अ जब हो भन्दा, यसलाई चाहिँ अझै पनि एआईले रिप्लेस गर्न पनि सक्दैन। केही रिड्युस त गर्ला तर रिप्लेस गर्न सक्दैन। अर्को कुरा, ओभरसिजबाट काम गर्न चाहिँ मिल्दैन। वर्किङ फ्रम होम चाहिँ हुन्छ, तर तपाईँ विदिन द ड्राइभ गर्ने डिस्टेन्समा चाहिँ बस्नुपर्छ। जस्तै टेक्सासमा बस्नेहरूले न्युयोर्कमा गएर जब गर्ने भन्ने आइटी सपोर्टमा हुँदैन। तर टेक्सासमा बसेर टेक्सासको 100-200 किलोमिटरको सराउन्डिङमा बस्ने मान्छेले वर्किङ फ्रम होम चाहिँ पाउँछ। फेरि किन वर्किङ फ्रम होम पाउँछ भन्दाखेरि 4 दिन मानव उसले घरबाट काम गर्छ, एक दिन चाहिँ रोटेटिङमा गएर कम्पनीमा गएर सिस्टमहरू सबै ठिक छ, अन छ, सर्भरहरू के छ, नेटवर्क के छ, सबै चेक गर्न जानुपर्छ। अर्को कुरा, फिजिकल डाउन भयो भने चाहिँ फेरि तपाईँ पुग्नै पर्छ। त्यो कारणले उनीहरूले चाहिँ ड्राइभेबल डिस्टेन्समा वर्किङ फ्रम होम चाहिँ दिन्छ, तर आउटसोर्सिङ गर्न यो आइटी सपोर्टलाई चाहिँ मिल्दैन। अब प्रिन्टर डाउन भयो भने कहाँबाट आइटी सपोर्ट ओभरसिजबाट काम गर्ने, कम्प्युटरै अफ भइदियो भने बाहिरबाट कसरी गर्ने होइन। यस्तो चिजहरू, सर्भरै डाउन भयो, ऱ्याकै डाउन भयो भने यस्तो चिजहरूमा चाहिँ आउटसोर्सिङ गर्न मिल्दैन। र एआईले पनि काम गर्न मिल्दैन। एआईले त सबै सिस्टम अफ भएपछि बल्ल अटोमेटेड गर्ने हो, तर धेरै सिस्टमहरू त आइटी सपोर्टमा हेल्प डेस्कमा त अन अफ भइदिन्छन् होइन, रिस्टार्ट गरिरहनु पर्ने हुन्छ, कहिलेकाहीँ अनप्लग प्लगिङ गर्नुपर्ने हुन्छ, मुभ गर्नुपर्ने हुन्छ होइन। यस्तो चिजहरूमा चाहिँ आइटी सपोर्ट चाहिँ एकदमै चाहिन्छ, र जसलाई पनि चाहिने, सानो कम्पनीलाई पनि चाहिने भएर हामी सुरु चाहिँ त्यहाँबाट गरेको। यस्तै थुप्रै यहाँ क्लासमा सिकाउँछ, यस्तै थुप्रै इस्युहरू चाहिँ हामी जम्मा गरेका हुन्छौँ। पहिला सर एकलट पढाउँछौँ, अनि त्यसपछि कम्पनीमा के प्रब्लम आउँछन् र ती प्रब्लमलाई कसरी फिक्स गर्ने भनेर फेरि लाइभ गर्छौँ। अनि त्यो लाइभ गरिसकेपछि उसले चाहिँ ट्याक्क गएर कम्पनीमा पनि यही हामीले पढाएको 80-90% इस्युहरू सेम नै आउँछ त्यहाँ। त्यही इस्यु त्यहाँ गएर फिक्स गर्ने हो। त्यस्तोको लागि डिजाइन गरेको भएर भए ब्याकग्राउन्ड नभए चाहिँ ब्याकग्राउन्ड नहुँदा पनि त्यस्तो फरक पर्दैन। ब्याकग्राउन्ड हुनेले एकचोटि पढेर बुझ्छ, ब्याकग्राउन्ड नहुनेलाई चाहिँ दुईचोटि पढ्नु पर्न सक्छ। दुईचोटि पढे पनि पैसा चाहिँ लाग्दैन। त्यसको लागि हामीले डिजाइन गरेको कोर्स चाहिँ यस्तो खाले छ। यसलाई हेऱ्यो भने यो प्राय युएसएमा धेरै जानुहुन्छ, अनि प्रायः जस्तो डिपी परेर जाने, अनि अथवा डिपेन्डेन्ट भिजामा जाने, त्यस्तोहरूलाई पनि होस् भनेर हामीले चाहिँ खास डिजाइन गरेको। युएसएको टार्गेट हो होइन, अस्ट्रेलियामा त्यो पहिलादेखि नै छौँ हामी, युएसए, क्यानाडा, युके यस्तो कन्ट्रीहरूको लागि टार्गेट हो। तर अरू कन्ट्रीमा पनि पैसा घटाएर ठिक छ त्यही कोर्स चाहिँ किन फेसिलिटी नदिने होइन, धेरैले रिक्वेस्ट गरेर त्यही क्लासमा बसेर किन नसुन्ने नलिने, भोलि विदेश जाँदा पनि र आफ्नै कन्ट्रीमा पनि केही गर्नको लागि चाहिँ काम लाग्ने भएको हुनाले गर्दा मैले चाहिँ त्यो कोर्सहरू जुन डेभलप कन्ट्रीको लागि डिजाइन गरेको छ, डेभलपिङ कन्ट्री र मिडल इस्ट जता पनि, नेपालमा पनि पढ्न दिएको हो होइन। अहिले युएसएको टाइम अनुसार यसलाई आफ्नो कन्ट्रीको टाइममा चेन्ज गर्नु होला, केही परे म तपाईँलाई वाट्सएपमा रिप्लाई गरिहाल्छु। अहिलेसम्म हामीसँग यसलाई अहिले केही समय रोकौँ। माथिका 3टा स्लट चाहिँ युएसए, अस्ट्रेलिया, संसारभरिको लागि हुन्छ, र अस्ट्रेलिया बस्नेहरूको लागि थुप्रै एक्स्ट्रा स्लटहरू पनि छ। र अस्ट्रेलियाको टाइम जोनमा अरू कसैलाई मिल्छ भने पनि हामीसँग 7वटा स्लट छ, हरेक दिनै क्लास हुन्छ। तर अहिले युएसएमा सबैभन्दा बढी चलेको सटरडे सन्डे 6:30 to 10:30 PM इस्टर्न टाइम अनुसार, सेन्ट्रल टाइम अनुसार 1 घन्टा घटाउनुहोस्, माउन्टेन टाइम अनुसार अझै 1 घन्टा घटाउनुहोस्, त्यसपछि पेसिफिक टाइम अनुसार त न्युयोर्कभन्दा 3 घन्टा पछाडि छ, त्यही अनुसार घटाउने। यसलाई चाहिँ अस्ट्रेलियाको टाइममा कन्भर्ट गर्दाखेरि यहाँको चाहिँ 8:30 to अनि 12:30 बिहान हुन्छ होइन।
तर यहाँ एउटा कुरा चाहिँ के ध्यान दिनुपर्छ भने डे लाइट सेभिङ भएपछि न्युयोर्कमा 1 घन्टा टाइम चेन्ज भइरहन्छ। त्यो चाहिँ टाइम चेन्ज हुँदा तपाईँहरू न्युयोर्ककै बेसमा यो क्लास भएको हुनाले गर्दा भोलि पर्सि 6 महिनापछि फेरि टाइम चेन्ज भयो भने टाइम चेन्ज भयो भन्न चाहिँ पाउनुहुन्न। युएसएलाई रिमेन कन्सटेन्ट, उहाँहरूको टाइम सधैँ फिक्स हुन्छ। तर युएसएको टाइम जोन चेन्ज हुँदाखेरि भोलि अस्ट्रेलिया र अरू कन्ट्रीलाई चाहिँ असर पर्छ, युकेतिर हुनेलाई असर पर्छ। त्यस्तोमा चाहिँ हामीले यही रेफरेन्स टाइम मान्नुपर्छ। तर यो बाहेक स्लटमा पनि बस्छु भन्यो भने अस्ट्रेलियन स्लटहरू टन्नै छन्, स्लटको लागि चाहिँ टेन्सन गर्नु पर्दैन। मिल्यो भने अहिले चाहिँ आजको मेन ओरिएन्टेसन युएसए बेस र अरू कन्ट्रीमा टाइम जोन मिल्नेहरूको लागि हो। तर कोर्स चाहिँ यही नै पढाइ हुन्छ। तिनवटा छ, एउटा चाहिँ साँझको सटरडे सन्डे, अर्को बिहानमा खाली छु भन्नेहरूलाई मन्डे ट्युसडे 7 देखि 10 AM को, र अर्को चाहिँ एक दिन मात्रै गर्छु भन्ने हो भने चाहिँ होइन 6 to 11:30 छ। अहिले त फेरि डेलाइट सेभिङ भएर यो चाहिँ अलिक ढिला गर्छ, 8 देखि 1 जान्छ, 1:30 AM जान्छ पिएमको ठाउँमा, होइन। यो तिनवटा स्लट छ। तर प्रायः जसोलाई युएसलाई अरू कन्ट्रीलाई मिल्ने भनेको यो, युरोपतिर मिडल डे हुन्छ त्यस्तो छ। अहिले कस्ट हेऱ्यो भने आज बस्नेलाई युएसए को र अरू कन्ट्रीको पनि प्रायः जसो आज बस्नेलाई हामी चाहिँ अलिकति डिस्काउन्ट दिएका छौँ, होइन। त्यो डिस्काउन्टमा $100 चाहिँ डिस्काउन्ट भनेर हामीले राखिदिएको छ ओरिएन्टेसनमा बसेर फ्री इन्फर्मेसन लिनेहरूको लागि। तर हाम्रो एक्चुअल कस्ट चाहिँ युएसए को लागि चाहिँ 1900, र अरू कन्ट्रीको लागि चाहिँ आफ्नो कन्ट्रीको इन्कम अनुसार अथवा त्यहाँ जाने मान्छेहरूले कति कमाउँछन् एभरेजमा त्यो अनुसार राखिदिएका छौँ। अनि त्यहाँ चाहिँ फेरि कसैले झुट बोलेर त्यो अर्को कन्ट्रीमा बस्नु लिन किन मिल्दैन भने तपाईँलाई जुन कन्ट्रीको लागि भनेर रजिस्टर गरेको हुन्छ त्यो भिडियो चाहिँ त्यो कन्ट्री बाहेक अन्तबाट खुल्दैन, होइन। यसको चाहिँ झ्याउ त्यो छ, झ्याउ होइन। राम्रो पक्ष के छ भने तपाईँ मानव नेपालमा हो भनेर चाहिँ नेपालबाट इनरोल गर्नुभयो $35,000 के अरे रुपिजमा, तर तपाईँ फेरि युएसए बस्नु त रहेछ भने त्यो भिडियो युएसएबाट खुलेन भने यहाँ भिडियो खुलेन भन्न पाउनुहुन्न, त्यो गयो, त्यो ढुस हुन्छ। किनभने त्यो पोलिसी लगाइदिएको हुन्छ जो व्यक्ति जुन कन्ट्रीको लागि भनेर रजिस्टर गरेको छ त्यही कन्ट्रीबाट एक्सेस गर्नुपर्छ मेटेरियल, है। त्योभन्दा अर्को कन्ट्रीबाट मेटेरियल एक्सेस गर्न चाहिँ मिल्दैन, होइन। त्यो भएर एक सेकेन्ड अरू जोइन गर्दै हुनुहुन्छ। तर त्यो चाहिँ नजान्ने बेलासम्म हामी चाहिँ जतिचोटि पनि पढ्न दिन्छौँ ओभरसिजको लागि, है। अस्ट्रेलियामा त्यो चाहिँ रुल छैन। ओभरसिजको लागि स्पेसली युएसए को लागि र अरू कन्ट्रीले पनि त्यही फाइदा लिँदा हुन्छ। अरू कन्ट्रीको लागि चाहिँ हामी लगभग लगभग 2 वर्षभित्र जतिचोटि पढ्न पनि पाउँछौँ, होइन। अनि म आफै पढाउँछु यो तिनवटा स्लट, फेरि अरू चाहिँ अस्ट्रेलियन ट्युटरहरू टन्नै छ। यो तिनवटा स्लट चाहिँ म आफै पढाउँछु। इन्स्टलमेन्ट पेमेन्ट हो, जति पनि इन्स्टलमेन्टमा तिर्न मिल्छ। अनि ब्याकग्राउन्ड भए राम्रो नभए पनि केही फरक पर्दैन, होइन। ल्याङ्ग्वेज हामी सुरुमा नेपालीमा पढाउँछौँ, त्यसपछि हामी स्किल सिकिसकेपछि फेरि जब एप्लाई गर्नेमा चाहिँ इङ्ग्लिसमा सिकाउँछौँ। अनि त्यो इङ्ग्लिसमा इन्टरभ्यू दिने पनि इङ्ग्लिसमा हुन्छ, प्रिपेरेसन इङ्ग्लिसमा हुन्छ, सबै चाहिँ इङ्ग्लिसमा हुन्छ। सबै अनलाइन हो र सबै ल्याबहरू अनलाइनको लागि रेडी पारिदिएको छ। अहिले चाहिँ त्यो फिजिकल डिभाइस हुनुपर्छ, त्यहीँ ऱ्याक हुनुपर्छ, मैसँग डिभाइस हुनुपर्छ भन्ने छैन। र हामीसँग इभन कोभिडको बेला त झन् अफिसै आउन मिल्दैन थियो र पनि त्यत्रोले काम पाएको थियो भनेपछि कुनै पनि चिजको टेन्सन लिनु पर्दैन। भए हामी क्लाउडमा सबैलाई फ्री गरिदिएको हुन्छ, ट्रायल भर्जन लिएर जति पनि प्र्याक्टिस गर्न पाउँछ। आफ्नै डिभाइस 16 GB ऱ्याम भएको कम्प्युटर लेटेस्ट छ भने त्यही सबै हामी सेट गरिदिन्छौँ। र त्यति पनि छैन भने हामी हाम्रै रिसोर्सेस पनि दिन्छौँ। त्यो भएर रिसोर्सेसको लागि चाहिँ टेन्सन लिनु परेन। खास चाहिँ 3 to 4 मन्थ, युएसको लागि अलिकति एक्स्ट्रा 1 मन्थ लाग्छ किनभने एकदम जिरो ब्याकग्राउन्ड हुनुहुन्छ। त्यही भएर हामी एकदम मिनिमम नलेजबाट सिकाउँछौँ। र अर्को चिज चाहिँ तपाईँले एकचोटिमा यदि बुझेन भने दोस्रोचोटि पढ्दा पनि हुन्छ। त्यस्तोमा हामीले पढाउने चिज के हो भन्दा माथि टाइटल लेखेको छ सिस्टम एडमिन, नेटवर्क एडमिन र क्लाउड एडमिन। खास धेरै ठाउँमा एउटा मात्रै पढाउँछन्, कि त सिस्टम एडमिन पढाउँछन्, कि नेटवर्क एडमिन, कि क्लाउड एडमिन। तर हाम्रो मान्छेहरू चाहिँ कम्पिटिटिभ होस् र अरू 3जना छुट्टै हार गर्नुभन्दा एक्लै उसले काम गर्न सकोस् र हाम्रो मान्छे अरूभन्दा एक्स्ट्रा होस् भन्नको लागि हामी चाहिँ तिनटै कुराहरू एकै ठाउँ हाल्न पढाइदिन्छौँ, होइन। त्यो भयो भने सबै कुराको नलेज भइसकेपछि उसलाई हायर गर्न पनि सजिलो र काम गर्न पनि सजिलो हुन्छ भनेर
सिस्टम एडमिन भनेको छ जो चाहिँ कम्प्युटर र सर्भरको बारेमा। त्यसमा चाहिँ विन्डोज 11 अहिले एकदमै चलेको छ किन विन्डोज 11 चलाउँछौँ, फेरि यहाँ दुईवटा कुरा धेरैले के भन्नुहुन्छ, विन्डोज 11 त मलाई आउँछ, वर्ड एक्सेल पावर पोइन्ट म चलाइहाल्छु भन्ने हुन्छ। त्यस्तो चाहिँ होइन। आइटीले ट्रबल सुट गर्ने तरिकाबाट हेर्नु पर्यो। त्यो विन्डोज 11 सबै मान्छेले विन्डोज चलाउँछन्, कस्टमरले, क्लाइन्टले भोलि काममा जाँदा पनि। उनीहरूको आउने प्रब्लम भनेको उनकै डिभाइसमा कहिले अडियो काम गर्दैन, कहिले सफ्टवेयरले काम गर्दैन, पोलिसी लगाएको हुन्छ त्यहाँ। हाम्रो घरको ल्यापटप चलाए जस्तो हुँदैन, तपाईँले जे मन लाग्छ त्यही चलाउन पाउने, आफै इन्स्टल गर्न पाउने, आफै अपडेट गरेर त्यस्तो पाउने, केही पनि नदिने बनाइदिएको हुन्छ। कम्पनीको आइटी पर्सनले पर्मिसन नदिएसम्म त्यहाँ केही चल्दैन, होइन। त्यस्तो इन्डिपेन्डेन्ट कम्प्युटर होइन। त्यस्तो चिजहरूमा हामी चाहिँ सबै चिजहरू पढाउँछौँ। अनि त्यसमा धेरै पढाउने भनेको हामी चाहिँ डक्टरको ह्यान्ड जस्तो हो। डक्टरले ह्यान्ड लेख्छ, कसैले बुझ्दैन, होइन। धेरैले भन्नुहुन्छ यो ह्यान्ड चाहिँ सिकेन भनेर, तर उनीहरूले के गरेको हो भने यो हामीले लेखेको चिज अरूले सिक्यो भने त कपी गरिदिन्छ यत्रो 60-70 लाख खर्च गरेर। आइटीको चिज पनि कसैले कपी गरिदियो भने त हाम्रो जब त हुँदैन। त्यही भएर प्रायः जसो हामी चाहिँ कमान्ड लाइनबाट गर्छौँ, जो अरूले बुझ्दैन, होइन। काम त त्यही गर्छ, तर हामी सर्टकट, धेरै फास्ट र धेरै कमान्डहरू युज गर्छौँ। त्यो कमान्ड युज गर्यो भने हाम्रो कुराहरू अरूले कपी गरिदिने भन्ने हुँदैन। त्यही भएर त्यस्तो विन्डोज 11को ट्रबल सुटिङ हामी चाहिँ कमान्ड लाइनको थ्रु मोस्टली, अनि रिमोटली कसरी सपोर्ट गर्ने, कम्प्युटरहरू कसरी फास्ट बनाउने, होइन। भोलि चाहिँ फाइलहरू ब्याकअपहरू, कम्प्युटर ब्याकअपहरू उड्यो भने के गर्ने, होइन। मल्टिफ्याक्टर अथेन्टिकेसन कसरी अन गर्ने, अनि कम्पनीमा अनबोर्डिङ कसरी गर्ने, अफबोर्डिङ कसरी गर्ने, यस्तो चिजहरू हामी चाहिँ एकदम जिरोदेखि पढाउँछौँ। र यसमा कम्प्युटरमा विन्डोज मात्रै नभएर म्याक र लिनक्सको पनि हल्का ट्रबल सुटिङ हामी गराउँछौँ। त्यत्तिको भइसकेपछि कम्पनीमा गएर आइटीले काम गर्छ भन्ने हो, होइन। अब यो लाइन बाई लाइन पढ्यो भने त जसले आइटी पढ्नु भएको छ उहाँलाई चाहिँ बुझ्न किवर्ड बुझ्न सजिलो हुन्छ, अरूलाई त गाह्रो हुन्छ। त्यही भएर मैले सर्टकटमा भनिदिएको, विन्डोज 11 रिलेटेड जति पनि ट्रबल इस्युहरू आउँछ आइटी पर्सनले ट्रबल सुट गर्नुपर्ने, त्यो कुनै पनि बाँकी हामी राख्दैनौँ। प्र्याक्टिकल्ली 100% गएर प्र्याक्टिकल्ली गर्नु पर्यो। त्यहाँ फेरि थ्योरी भनेर त ट्रबल सुट हुँदैन। त्यस्तो चिजहरू चाहिँ हामी विन्डोज, म्याक र लिनक्स ट्रबल सुटिङमा पढाउँछु। यो लगभग लगभग 2 देखि 3 हप्ता यसमा जान्छ। त्यसपछि धेरैले सुनेको होला सर्भर भन्ने चाहिँ, नसुने पनि प्रायः जस्तो तपाईँ कम्पनीमा जानुभयो भने तपाईँको युजर नेम पासवर्ड बनाइदिएको हुन्छ। त्यही युजर नेम पासवर्डले कम्प्युटर लगइन गर्नुहुन्छ, त्यही युजर नेम पासवर्डले वाइफाई लगइन गर्नुहुन्छ। स्पेसली विदेशतिर गयो भने, नेपालतिर त कतिको छ अहिले, नेपालतिर एउटै कम्प्युटर दिन्छ नि, फिक्स युजर नेम पासवर्ड हुन्छ। यहाँ चाहिँ विदेशतिर सबैको आफ्नो ओन युजर नेम पासवर्ड हुन्छ। त्यसपछि त्यसैले वाइफाई लगइन गर्ने हुन्छ, त्यसैले एलएमएस सिस्टमहरू, त्यसैले, होइन, फाइल्स एन्ड फोल्डरहरू सबै चिजहरू त्यसैले लगइन गर्ने हुन्छ। इभन कार्ड पनि त्यसैले लगइन गर्ने हुन्छ, प्रिन्टर पनि त्यसैले लगइन गर्ने हुन्छ। त्यो सबै एक ठाउँ लगइन गरेर जताकतै काम गर्ने बनाउने भनेको सर्भरले हो। जस्तै फेसबुक सर्भर छ, तपाईँले संसारभरिको जुनसुकै कम्प्युटरमा गएर तपाईँको आफ्नो युजर नेम पासवर्ड हान्नुभयो भने त्यो फेसबुकले तपाईँको युजर नेम पासवर्ड राइट छ कि छैन भनेर चेक गर्छ। राइट छ भने लगइन गर्न दिन्छ, होइन। त्यस्तो त्यो एक ठाउँ बसेर संसारभरि एक्सेस गर्न मिल्ने गरी एउटा सर्भर भन्ने हुन्छ। त्यसमा प्रायः एक्टिभ डाइरेक्टरी भन्ने हुन्छ। त्यस्तो सर्भरहरू हामी चाहिँ कन्फिगर गर्छौँ। अनि त्यसमा प्रायः जस्तो तपाईँले पासवर्ड रिसेट गरिदिनु, मेरो एकाउन्ट लक भयो, एकाउन्ट एक्सपायर भयो, होइन, एकाउन्ट चाहिँ डिसेबल भन्छ, होइन, मलाई यो सफ्टवेयरहरू इन्स्टल चाहियो भन्यो भने त्यो आइटी गएर त्यहाँ बसेर सबैको कम्प्युटरमा गएर सफ्टवेयर इन्स्टल गर्ने भन्ने हुँदैन। पिक गर्ने हो कसको कम्प्युटरमा हो, यहीँ एउटा ड्यासबोर्डमा बस्ने, यो ड्यासबोर्डमा बसेर यो मान्छेलाई सफ्टवेयर चाहियो भन्यो भने यहीँ बसेर एउटा रुल लेख्यो भने सबैलाई एकैचोटि जान्छ। जस्तै एप्पलले तपाईँलाई एप्पलको अपडेटेड आइओएस पठाइदिन्छ। हामीले आफै रिक्वेस्ट गर्नु पर्दैन, अटोमेटिकली पठाइदिन्छ। जसलाई मन लाग्छ त्यसले लिने हो। अनि अपडेट गऱ्यो भने त्यहीँबाट आउँछ। तर त्यो अपडेट त सबैलाई आइफोनले पठाइदिन्छ, विन्डोजमा पनि पठाइदिन्छ, डेस्कटप वालपेपर पनि त्यहीँबाट चेन्ज गरिदिएको हुन्छ, होइन। यस्तो सबै पासवर्ड पोलिसी राखिदिएको हुन्छ। तपाईँ दुईचोटि भन्दा बढी टाइप गर्नुभयो भने के हुन्छ, एकाउन्ट लक्ड हुन्छ, होइन। एकाउन्ट लक्ड हुन्छ, त्यसलाई अनलक गर्नु पर्यो। मेनी टाइम्स हिट एन्ड ट्रायल गर्नु भने एकाउन्ट चाहिँ डिसेबल हुन्छ। यस्तो थुप्रै पोलिसीहरू चाहिँ कम्पनीमा लेख्छ। त्यस्तो सबै पोलिसी बनाउने चाहिँ यही विन्डोज सर्भरले हो। र त्यसमा प्रायः सो भिपिएन धेरै चल्छ। वर्किङ फ्रम होमको सिस्टम बनाइदिनु पर्यो, उनीहरूलाई घरबाट त्यही कम्पनीको काम गर्ने गर्नु पर्यो। कम्पनीका सबै फाइल्स एन्ड फोल्डरलाई दिने भन्ने कुरो हुँदैन, होइन। त्यसको लागि चाहिँ हामीले फेरि उनीहरूलाई स्पेसिफिक डकुमेन्टहरूको एक्सेसहरू दिनु पर्यो, होइन। त्यो सबै चिजहरू चाहिँ यो सर्भरबाट आउँछ र त्यो कोर्स पनि हामी प्र्याक्टिकली सबै पढ्छौँ।
त्यसपछि आजकल त अब नसुनेको कोही पनि छैन, क्लाउड 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 भनेको छ। अब धेरैलाई क्लाउड के हो भन्ने सिम्पल भाषामा भन्दा तपाईँलाई आजकल त संसारभरि चलेको छ, उबर चलेको छ, डिडी चलेको छ नेपालमा, राइडरहरू चलेको छ। तपाईँले आफ्नो गाडी किनेर आफै चलाउँदा महँगो पर्छ होइन। अब अरू चिज चाहिँ कहीँ जाँदा तपाईँले भाडामा गाडी युज गर्नुहुन्छ भने त्यसलाई हामी क्लाउड भन्छ। तपाईँलाई जे चाहिन्छ भाडामा अरू कसैले दिन्छ भने त्यसलाई चाहिँ हामी क्लाउड भन्छौँ होइन। अब अहिले त क्लाउड जता तपाईँ घरमा पकाउन झ्याउला आउने रेस्टुरेन्टमा जानु पनि क्लाउड हो, पैसा तिर्ने हो, उसले जे पैसा तिर्नुहुन्छ त्यसको चाहिँ खाना दिन्छ। होटेलमा गएर के अरे बुक गरेर बस्नु पनि क्लाउड हो। तपाईँले होटेल बनाउन सक्नुहुन्न, जहाँ पाए त्यही बनाउने कुरो पनि भएन, जता कतै बनाउन सक्दा पनि सकिँदैन। त्यही भएर के गर्छौँ हामी, एक दिनको भाडा तिर्छौँ, 2 दिनको भाडा तिर्छौँ, त्यहाँ गएर बस्छौँ र उसले त्यो सर्भिस दिन्छ, त्यस्तोलाई हामी क्लाउड भन्छौँ। अब हामीलाई कम्प्युटर चाहियो, ल्यापटप चाहियो, प्रिन्टर चाहियो, यस्ता चिजहरू सबै चाहियो भने हामीले एकैचोटि पैसा तिरेर किन्नु भन्दा तपाईँले यहाँबाट किन्यो भने पे एज यु गो हुन्छ। जति दिनको तपाईँलाई होइन युज गर्नु छ त्यति दिनको मात्रै पैसा तिर्नुहोस् होइन। सपिङ गर्दाखेरि पनि त्यस्तै भयो। यस्तो चिजहरू चाहिँ अहिले क्लाउडमा चलेको छ र कम्पनीले त्यत्रो त्यत्रो एउटा फायरवालको कस्ट हेऱ्यो भने 27-28 मिलियन डलर युएसडी पर्छ। एउटा राउटरको कस्ट हेऱ्यो भने अप टु द 3-4 मिलियन डलर युएसडी पर्छ। हरेक डिभाइसको कस्ट म्यासिभ हुन्छ। त्यही भएर त्यस्तो डिभाइसहरू अपफ्रन्ट किन्नुभन्दा तपाईँलाई क्लाउडमा भाडामा लिउँ र चलाइराखौँ एउटै कुरा हो होइन। आफूले घरमा पार्टी गर्नु र रेस्टुरेन्टमा गएर पार्टी गर्नु त एउटै हो। घरमा गर्नु बरु ह्यासल बढी हुन्छ, रेस्टुरेन्टमा गएर पैसा तिर्यो सकियो होइन। त्यस्तोको लागि चाहिँ क्लाउड छ। क्लाउडमा धेरै तपाईँले सुनेको भनेको एडब्लुएस, एज्योर र गुगल, यी तिनवटा चाहिँ एकदमै सुनेको। यो तिनवटा मध्ये कन्ट्री वाइज चाहिँ आफ्नो भ्यालु छ। अस्ट्रेलियामा एज्योरको 80% मार्केट छ, युएसमा 45-50% मार्केट छ। नेपालतिर, नेपालमा त अब क्लाउडै हुँदैन किनभने इन्डियाबाट लिने हो, नेपालमा डाटा सेन्टरै छैन। नेपालमा जाँदा प्रायः जस्तो चाहिँ एडब्लुएस हुन्छ। तर कुन चाहिँ ठिक हो भन्ने कुरा चाहिँ कस्तो हुन्छ भने तपाईँ प्रोग्रामिङ, एप्लिकेसन डेभलपमेन्ट, सेक्युरिटी यस्तो हो भने एडब्लुएस फेरि बेस्ट हो। इन्फ्रास्ट्रक्चरको लागि चाहिँ फेरि एज्योर बेस्ट हो। आइटी सपोर्ट र साइबर सेक्युरिटी गर्ने हो भने एज्योरको मार्केट धेरै छ माइक्रोसफ्टको। यही फेरि तपाईँ प्रोग्रामर, डेभअप अनि त्यसपछि एप्लिकेसन डेभलपर त्यस्तो हो भने फेरि एडब्लुएसको मार्केट चाहिँ हाई छ। हामीले किन एज्योर पढाउँछौँ भन्दा हामी चाहिँ इन्फ्रास्ट्रक्चरवाला भयौँ, हार्डवेयरमा बढी खेल्ने, अनि हार्डवेयर ट्रबल सुटिङ अथवा सफ्टवेयर रिलेटेड जुन चाहिँ हार्डवेयरसँग कम्प्याटिबल हुन्छन् त्यस्तोमा हामी ट्रबल सुटिङ गर्ने भएको हुनाले गर्दा हामी चाहिँ माइक्रोसफ्ट एज्योरमा मोर ट्रबल सुटिङ गर्छौँ। त्यही भएर यो एज्योरको, माइक्रोसफ्ट एज्योरमा सबै चिजहरू त्यहाँ लगाएर फाइल कसरी राख्ने, मेसिन कसरी बनाउने, त्यसलाई कसरी एक्सेस गर्ने, भोलि मल्टिफ्याक्टर अथेन्टिकेसन कसरी गर्ने, भोलि स्टाफले यो कन्ट्री बाहेक अन्तबाट काम गर्न नमिल्ने, स्पेसिफिक लोकेसनबाट काम गर्ने, यस्तोहरू सबै चिजहरू चाहिँ एज्योरमा गराउन मिल्छ। त्यसपछि माइक्रोसफ्ट 365 नसुनेको त सायद संसारभरि कहीँ नै छैन होला होइन। एक्सचेन्ज इमेलहरू भयो, अनि भ्युआइपी सिस्टम जसलाई हामी टिम्स भन्छौँ, त्यहीँबाट अडियो कल, भिडियो कल, पिएबिएक्स सिस्टमहरू यस्तो सबै एसीमा इन्टिग्रेट गरेको हुन्छ। कम्पनीको इमेल एसीमा इन्टिग्रेट गरेको हुन्छ। कम्पनीका फाइल्स एन्ड फोल्डर वान ड्राइभ नसुनेको कोही छैन, त्यहीँ राखिदिएको हुन्छ होइन। त्यसपछि भोलि मेल हलिडे गर्ने अटोमेटेड मेल कसरी आउने, सिग्नेचरहरू कसरी बनाउने होइन, कम्पनीको इमेलहरू कसरी बनाउने, क्याटेगोरी गराउने, यस्तो थुप्रै क्याटेगोरीहरू बनाउनु पर्छ र त्यस्तो क्याटेगोरीमा हामी ट्रबल सुट गर्नुपर्छ। ओड, एक्सेल, पावर पोइन्टदेखि लिएर 50वटा भन्दा बढी माइक्रोसफ्टका एपहरू छन् होइन। यस्तो चिजहरू सबै ट्रबल सुट गर्ने काम चाहिँ माइक्रोसफ्ट 365 हुन्छ होइन। र अहिले संसारभरिको सबैभन्दा पावरफुल कुनै पनि चिज छ भने त्यसलाई हामी इन्ट्युन भन्छौँ। यो चाहिँ कस्तो हुन्छ भने मसँग एउटा ड्यासबोर्ड छ, म देखाइदिइहालेँ। यो मोबाइललाई पहिला हामी सधैँ कन्ट्रोल गर्ने भनेको के हुन्थ्यो, कम्प्युटरलाई कन्ट्रोल गर्ने गरी कम्पनीले सिस्टम चाहिँ बनाएको थियो आजसम्म। तर तपाईँको आइफोन, एन्ड्रोइडै कन्ट्रोल गर्ने डिभाइस चाहिँ थिएन। आजकल कम्पनीले के भयो, आइफोन पनि एन्ड्रोइड पनि दिन थाल्यो। अनि त्यो आइफोन एन्ड्रोइड दिइसकेपछि त्यहाँ पनि जुम चाहिँ सफ्टवेयर चाहिन्छ, त्यहाँ पनि एप्लिकेसन चाहिन्छ, त्यहाँ पनि होइन पोलिसी चाहिन्छ। त्यस्तोको लागि चाहिँ अहिले माइक्रोसफ्ट इन्ट्युन छ, यसलाई हामीले अटो पाइलट पनि भन्छौँ। यहाँ गयो भने तपाईँको विन्डोज, मेरो 2टा आइफोन हालेको छु, 8वटा कम्प्युटर हालेको छु, म्याक, लिनक्स, एन्ड्रोइड सबै डिभाइसलाई कम्पनीले म्यानेज गर्छ। अनि त्यहीँबाट यी सफ्टवेयर एप गरेर
एड गर्न पनि मिल्छ, यहीँबाट रिस्टार्ट होइन, सबै चिज यहीँ बसेर मैले यही कम्प्युटरलाई यहीँबाट रिस्टार्ट गर्न मिल्यो, रिटायर, वाइप, डिलिट, रिस्टार्टदेखि लिएर उसको हार्डवेयर कति छ, के चलाएको छ, कसले लगइन गरेको छ, एभ्री कम्प्युटर चाहिँ यहीँबाट चलाउन मिल्छ होइन। त्यस्तो सिस्टम बनाएको छ जसलाई हामी माइक्रोसफ्ट इन्ट्युन भन्छ अथवा माइक्रोसफ्ट इन पोइन्ट म्यानेजर। यो यति पावरफुल भयो कि संसारको एउटा ड्यासबोर्डमा बसेर सबै कम्पनीका कम्प्युटरहरू यहीँबाट कन्ट्रोल गर्न मिल्छ। त्यस्तो चाहिँ सबैभन्दा पपुलर छ, त्यो चाहिँ अहिले भर्खरै नयाँ आएको कोर्स हो, त्यसमा हामीले पुरै इन्टिग्रेट गरेको छौँ। त्यसको लागि हामी चाहिँ माइक्रोसफ्ट इन्ट्युन भन्ने छ, त्यसले चाहिँ कुनै पनि डिभाइसको नट ओन्ली द ल्यापटप कम्प्युटर इभन मोबाइल डिभाइसलाई पनि यहीँ बसेर तपाईँको प्रायः जस्तो कम्पनी के गर्छ, तपाईँ क्यामेरा यहीँ बसेर अफ गरिदिन्छौँ ताकि उहाँ गएर टिकटक नबनाओस्, भिडियो कल नगरोस् भन्नको लागि यहीँ बसेर मैले क्यामेरा अफ गरिदिएँ तपाईँले त्यहाँ बसेर अन गर्न मिल्दैन होइन। कम्पनीले पोलिसी बनाएको हुन्छ, जे पोलिसी लगाउने भनेको हुन्छ त्यो पोलिसी चाहिँ हामीले त्यसलाई इम्प्लिमेन्ट गर्छौँ, त्यस्तो बनाएको हुन्छ। अनि टिकटिङ सिस्टम त नसुनेको कोही छैन होला, एक्सेल सिट जस्तो जो इन्फर्मेसन राख्ने यो टिकटिङ सिस्टम हो। जस्तै अब कुनै इस्यु आयो भने मैले के गर्छु, यसलाई ओपन गर्छु, तपाईँलाई पनि काम आउने भनेको कि त फोनबाट आउने कि इमेलबाट काम आउँछ, मलाई यो प्रब्लम भयो, यो कम्प्युटर चलेन, यस्तो भयो भनेर तपाईँलाई इमेल आउँछ। इमेल आउँदा बित्तिकै आफूले सक्ने इस्यु आफ्नो नाममा गराइहाल्ने, किनभने काम त म्यानेजरले यही अनुसार फेरि चेक गर्ने हो होइन। काम त म्यानेजरले यही अनुसार चेक गर्छ कि कसले के काम गर्यो भन्दा पछि त ड्यासबोर्डमा देखिन्छ। त्यो ड्यासबोर्डमा गएर यी मैले मेरो नाममा गरेँ, त्यसपछि कस्तो हो, अर्जेन्ट छ भने छिट्टो गर्नु पर्यो, हाई लेभलको छ भने ठिकै गर्नु पर्यो, मिडियम छ भने इट्स ओके, नर्मल छ भने अलि आत्तिनु भएन, लो छ भने 48 घन्टासम्म कम्पनीले पोलिसी बनाएको हुन्छ। त्यसरी पिकअप गर्छौँ। अनि कहिले आएको, के आएको, फाइलहरू यहाँ एट्याच गर्ने, इमेजहरू एट्याच गर्ने, त्यसपछि स्टाटस के छ त, अब कम्प्लिट छ भने काम गर्दैछु भने इन प्रोग्रेस लेख्ने होइन, कम्प्लिट भयो भने कम्प्लिट भन्ने, त्यस पेन्डिङ छ काम सकिएको छैन भने पेन्डिङमा राखिदिने, फिक्स गर्न सकेन र माथि पठाउनु पर्यो भने यो फिक्स हुँदैन भन्नु पर्यो होइन, ब्लक छ भने कुनै सिस्टमहरू ब्लक गरेको छ भने ब्लक गर्नु पर्यो, भर्खर नयाँ हो भने न्यू गर्नु, यसरी चाहिँ अपडेट गर्ने हो। अनि त्यो अपडेट गरिसकेपछि म्यानेजरले यही ड्यासबोर्ड हेर्छ र तपाईँले यसले कतिवटा काम गर्यो भन्ने चाहिँ त्यसले दिन्छ। अनि अर्को फाइदा के हुन्छ भने तपाईँलाई कम्पनीले त यत्रो कति वर्षदेखि काम गरिरहेछ, ती ट्रबल सुटिङ गरेका इस्युहरूको त स्टेपहरू त्यहाँ लेखिदिएको हुन्छ। तपाईँ नयाँ गएर के गर्ने, ल एउटा नयाँ इस्यु आयो भने कहाँ खोल्ने होला, कसरी गर्ने होला भनेर चाहिँ टेन्सन लिनु पर्दैन। यही टिकटिङ सिस्टममा त्यहाँ गएर एउटा सर्च गर्ने, यो प्रब्लम पहिला थियो कि थिएन भनेपछि त्यसले भेटाउँछ, ए थियो भनेपछि कसरी फिक्स गरेको रहेछ, स्टेप पनि त्यही लेखिदिएको हुन्छ। हामीले पनि लेखिदिनु पर्छ नयाँ इस्यु आयो भने। यस्तोको सिस्टम हुन्छ जसलाई हामी टिकटिङ सिस्टम हुन्छ, सर्भिस नाउ, जिरा, फ्रेस डेस्क, थुप्रै टिकटिङ सिस्टमहरू छ। त्यस्तो टिकटिङ सिस्टमको बारेमा पढाइ हुन्छ। त्यसपछि अर्को नेटवर्किङको लागि चाहिँ कम्प्लिट सिसिएन, युएसएमा यति गरेपछि जसलाई चाहिँ आइटी सपोर्टको नलेज छ, अरू यी माथिका आउँछन् भने हामीसँग सबभन्दा बढी पढ्न आउने भनेको सिसिएनए पढ्न आउनुहुन्छ, जसले अलरेडी होइन अरू चिजहरू गर्नुभएको हुन्छ अथवा आइटीमा काम गरेको मान्छे पनि हामीसँग सिसिएनए पढ्न आउँछ। सिसिएनएको मात्रै युएसतिर पढ्यो भने $1700-1800 लिन्छ, हामी 650मा गराउँछौँ। अनि त्यसको लागि चाहिँ कम्प्लिटली सिस्कोले डिजाइन गरेको सिसिआरए कोर्स, लगभग 45 दिन लाग्छ यसलाई, त्यो कोर्स चाहिँ होल पढाउँछ। अनि यो सकिसकेपछि यदि तपाईँ चाहिँ म अब यतिको जाने, मलाई रिभिजन गर्नु पर्दैन भन्ने छ भने यो पार्ट चाहिँ नेपालमा हामी दिँदैनौँ होइन, किनभने एकदमै सस्तोमा हो नेपालमा, त्यही भएर हामी चाहिँ करियर काउन्सिल नेपालमा पढाउने मात्रै काम हुन्छ, यही कोर्समा बस्ने हो। यो कोर्स चाहिँ हामी अरू कन्ट्रीको लागि चाहिँ दिन्छौँ, जहाँ रिज्युमहरू बनाइदिने, लिङ्कडिनहरू बनाइदिने, जब इन्टरभ्यूहरू प्रिपरेसन, मक इन्टरभ्यूहरू लिने, के सोध्यो, भिडियो तपाईँको अडियो रेकर्ड गर्न लगाउँछौँ, अनि अडियो रेकर्ड गरिसकेपछि तपाईँले के भन्नुभयो, के भन्नुपर्ने थियो, यस्तोको लागि हाम्रो करियर काउन्सिलिङ भन्ने हुन्छ, जहाँ चाहिँ तपाईँलाई बोल्न र आफूलाई सेल गर्न सिकाइन्छ। त्यो सबै चिजहरू हामी हेर्छौँ। जब कहाँबाट एप्लाई गर्ने त्यो कन्ट्री अनुसार हुन्छ। युएसको लागि हेऱ्यो भने लिङ्कडिन, इन्डिड, डाइस, ग्लासडोर, करियर बिल्डर, मुनस्टर, सिम्पली हायर्ड हो। अरू चाहिँ आफ्नो कन्ट्री अनुसारको लागि बनाएको हुन्छ। हामीले एप्लाई गर्ने पोजिसन भनेको फेरि संसारभरि जहाँ गए पनि यही हो, मात्रै फरक हुने के हो भन्दाखेरि यो पार्ट चाहिँ प्रायः चाहिँ इन्डिड संसारभरि हुन्छ, लिङ्कडिन संसारभरि हुन्छ, अरू चिजहरू चाहिँ कन्ट्री अनुसार फरक हुन सक्छन्। तर संसारभरि जहाँ गए पनि एप्लाई गर्ने पोजिसनहरू चाहिँ यही नै हो। यस्तो पोजिसन सर्भिस डेस्क एनालिस्ट, आइटी हेल्प डेस्क, डेस्क सपोर्ट, टेक्निकल सपोर्ट, यस्तो पोजिसनहरूको लागि यो कोर्स पढेपछि तपाईँ चाहिँ इलिजिबल हुनुहुन्छ।
र हेऱ्यो भने स्यालेरी चाहिँ अस्ट्रेलियाको केसमा हेऱ्यो भने 65 to 70K लोएस्ट, युएसको केसमा हेऱ्यो भने सबैभन्दा लोएस्ट खानेले पनि अहिले त अब यो बढेर 55 गएको छ। 55K प्लस त्यहाँ के एलाउन्स दिन्छ त्यो चाहिँ लोएस्ट हुन्छ। त्योभन्दा माथि चाहिँ आफूले कति बार्गेनिङ गर्न सकिन्छ हामी सिकाउँछौँ, र तपाईँको स्किल कति छ त्यसमा पर्छ। यो अरू कन्ट्री अनुसार फरक पर्छ। र हामी चाहिँ अहिले फेरि नयाँ टपिक्स थपिदिएका छौँ। यो अहिले नयाँ सुरु भएको छ, त्यसलाई हामी भन्छौँ अटोमेटेडको लागि एआई इन्टिग्रेट गरेका टुलहरू, जस्तै अटेरा, निन्जा, भर्चुअल डेस्कटप यस्तोहरू चाहिँ एआई इन्टिग्रेट गरेर कसरी आइटी सपोर्टले एआईको थ्रु अथवा अटोमेटेड सिस्टमको सिङ्गल ड्यासबोर्डको कन्ट्रोल रुमको थ्रु काम गर्छ भनेर यस्ता टुलहरूमा पनि हामी काम गर्छौँ। र माइक्रोसफ्टको धेरैले सुन्नुभयो होला को पाइलट भन्ने, ठ्याक्कै चार्ट जिपिटी जस्तो हो होइन। यो चाहिँ हामी इन्टिग्रेट गरेको हुन्छ माइक्रोसफ्टले। केही प्रब्लम आयो भने को पाइलटलाई सोध्ने, उसले भनिदिन्छ त्यही, अनि गएर हामी त्यही स्टेपहरू लगाउने काम गर्छ र उसले अटोमेटिक पनि गरिदिन्छ। त्यस्तो चिजहरू इन्टिग्रेट गरेका छौँ। तपाईँले पढिसकेपछि दिने सर्टिफिकेसन भनेको यदि क्लाउडमा सर्टिफिकेट गर्ने हो भने MD102 हामी बेस्ट भन्छौँ होइन। तपाईँलाई म MD102 दिन मन छैन, मलाई AZ900 अथवा MS900 कुनै यो माथिका तिनवटा मध्ये एउटा दिनुपर्छ। इक्जाम कस्ट तपाईँको हुन्छ, हामी सपोर्ट दिन्छौँ, क्वेसनहरू रेडी पारिदिन्छौँ, प्र्याक्टिसहरू गराउँछौँ। पास गर्नको लागि सपोर्ट फुल हामीले दिन्छौँ, तर इक्जाम कस्ट चाहिँ हाम्रो त्यो कस्टमा इन्क्लुड हुँदैन। र तल्लो साइडबाट चाहिँ माथिको क्लाउड साइड भयो होइन, यो क्लाउड साइडको लागि। नेटवर्किङ साइडको लागि चाहिँ बेस्ट कन्ट्री अनुसार सिसिएनए युएसए को लागि कम्पलसरी जस्तै हो, बहुत इम्पोर्टेन्ट छ त्यहाँ। सिसिएनए गरेको र बुझेको मान्छेले मात्रै पनि काम गर्न खान सक्ने चान्सेस हुन्छ। नेटवर्क प्लस कम्टिए नेटवर्क प्लस धेरैले सुनेको होला, र अहिले सिस्कोले निकालेको CCST नेटवर्किङ भन्ने छ। यो यति सर्टिफिकेटको लागि यो कोर्सले इलिजिबल बनाउँछ र पास गर्न सकिन्छ। तपाईँले आइदर सर्टिफिकेट चाहिँ दिनुपर्छ होइन। त्यसमा तपाईँको सर्टिफिकेट कस्ट तपाईँको हुन्छ, बाँकी चाहिँ सपोर्ट चाहिँ हामी सबै गर्छौँ होइन। र त्यो पढ्नको लागि यहाँ मैले हामी युएस अहिले त अब स्काइप चाहिँ जान थाल्यो होइन। यस्तो युएसएको लागि हामी यस्तो ग्रुप बनाएको हुन्छ। अब युएसएमा अलिक धेरै नै मान्छे चाहिँ हुन्छ, किनभने 40-45जना नर्मल सिटै पाउन गाह्रो हुन्छ, किनभने एकदम लो कस्टमा पढाइरहेको भएर। अनि एकदम जिरोदेखि नेपालीमा माया गरेर गाली गरेर थर्काएर कहिले कसरी पढाइरहेको हुन्छ, त्यही भएर एकदमै धेरै आउनुहुन्छ। अनि हामी मार्केटिङ त्यति धेरै गर्दैनौँ, उहाँहरूले नै आफै ल्याइदिनुहुन्छ। त्यही भएर युएसएको चाहिँ प्रि बुकिङ चाहिन्छ होइन, अलिक धेरै नै हुनुहुन्छ। तर हामीसँग रिसोर्सेस एक्स्ट्रा ट्युटर छ, 7 दिन क्लास छ, जतिचोटि पनि पढ्न पाइन्छ, नजानेसम्म जतिचोटि पनि सुन्न पाइन्छ, जतिचोटि रिपिट गर्दा पनि पैसा नलाग्ने भएको हुनाले गर्दा युएसएबाट चाहिँ म्यासिभ स्टुडेन्ट आउनुहुन्छ। त्यो भएर क्लासहरूमा चाहिँ अलिकति बढी नै हुन्छ। तर जतिजना भए पनि सुन्ने हो, क्वेसन जतिजना धेरै भयो त्यतिको क्वेसन आउँछ, झन् क्लियर हुन्छ। अनि जतिवटा स्लटमा पनि बस्न पाउने भएको हुनाले गर्दा अहिले चाहिँ हामी यो स्काइप युज गरेका छौँ। मे 5बाट अबको 2 दिनपछि चाहिँ यो माइक्रोसफ्ट टिम्समा जान्छ। अनि त्यो टिम्समा गएपछि हामी टिम्समा कुराहरू गर्ने चाहिँ टिम्समा हुन्छ। जस्तो केही भयो, केही प्रब्लम आयो भने उहाँहरूले आफै हेल्प गर्ने, ग्रुप बनाउने, त्यही कुरा गर्ने, भिडियो कल गर्ने, सबै त्यहीँ गर्ने हो। अनि केही पर्यो त्यहाँ जानिएन अनि म छँदैछु, म नभए हाम्रा एक्स्ट्रा टेक्स्ट्रा थुप्रै ट्युटरहरू छ, उनीहरूले सपोर्ट दिन्छ। त्यस्तो हुन्छ। त्यसपछि क्लासेस चाहिँ यही जुममा हुन्छ, र क्लास चाहिँ रेकर्डिङ हुन्छ। तपाईँलाई एएमएस भन्ने एउटा सिस्टम बनाइदिएको हुन्छ होइन। त्यो सिस्टममा जस्तै मैले यहाँ गएर हेरेँ भने मान युएसएबाटै यस्तो सिस्टम बनाइदिएको हुन्छ। तपाईँले ड्यासबोर्डमा देख्दा यसरी देख्नुहुन्छ, तपाईँको आफ्नो पर्सनल इमेल आउँछ। अनि कति एटेन्डेन्स त खासै हामी युएसको लिँदैनौँ। क्विजहरू यहाँ तपाईँलाई एसाइन गरेको हुन्छ, जति पनि प्र्याक्टिस गर्ने यसरी क्विज ओपन गर्ने, अनि तपाईँले यहीँ प्र्याक्टिस गर्न पाइयो, पैसा तिरेको यहाँ आउँछ। मेटेरियलहरू हामी सबै यहीँ राखिदिन्छौँ है होइन। अनि त्यो मेटेरियल ओपन गर्ने, ओपन गरेपछि सबै रेकर्डेड भिडियोहरू यहाँ आउँछ। तपाईँले 2 वर्षसम्मको लागि रेकर्डेड भिडियोको एक्सेस पाउँछ। ओपन गर्ने त्यसपछि यही भिडियो हेर्न मिल्छ। तर यो कन्ट्री वाइज चाहिँ तपाईँले कन्ट्री चेन्ज गर्नुभयो भने मिल्दैन होइन। यसरी राखिदिएको हुन्छ। त्यसपछि इक्जाम बुक गर्नु पर्यो, करियर काउन्सिलिङहरू भयो, टिकटिङ हेर्नु पर्यो, यो सबै सिस्टम चाहिँ तपाईँले एसीमा राखिदिएको हुन्छ। यहीँबाट तपाईँले मेटेरियल रिसोर्स एक्सेस गर्न पाउनुहुन्छ। भिडियो जतिचोटि पनि हेर्न पाइयो, र अल क्लासेस चाहिँ रेकर्डेड हुन्छ है। र तपाईँले अरू टाइममा पनि वाट्सएप अथवा यसमा चाहिँ तपाईँले सपोर्ट लिन सकिन्छ। यति हो मैले बोल्नु पर्ने मेरो साइडबाट। अब चाहिँ तपाईँको साइडबाट क्वेसन्स भएपछि
त्यसको एन्सर दिँदै जान्छु। वान बाई वान सकभर बोलेरै क्वेसन सोधौँ, त्यो भयो भने हामीलाई पनि एकदम राम्रो हुन्छ होइन। कसैको केही क्वेसन छ जुनसुकै कन्ट्रीबाट जे मन लागेको छ मैले आफूले जानेको चाहिँ एन्सर दिन्छु। ल क्वेसनतिर जाउँ। मैले सायद आफ्नो साइडबाट कभर गरेँ होला, धेरै नै कभर गरेँ जस्तो लाग्छ। केही छुटेको छ भने त्यसलाई म फेरि यही क्वेसन्समा कभर गरिदिउँला। हेलो। हजुर ल भन्नुहोस्। ए नमस्ते सर विनोद जस्तो अहिले सर। चाहिँ नेपालमा पढेँ होइन होइन अनि आफू एकजना बोलेपछि अर्कोले ठ्याक्क उहाँको सकेपछि गरौँला है त। रूपेनजीको कहाँबाट मलाई भनिदिनु होला त्यति। हजुर विनोद सर नमस्ते। एकदम नमस्ते। खुसी लाग्यो तपाईँलाई यसरी लाइभमै हेर्न पाएँ। तपाईँको चाहिँ के तपाईँले नेपालमा हाम्रो क्रिकेटको लागि जति योगदान गर्दै हुनुहुन्छ बाहिर बसेर पनि, त्यसको लागि अति नै शुभकामना। तपाईँको मैले इन्टरभ्यूहरू पनि हेरेको थिएँ नेपालमा जाँदाखेरिको। एनिवे अब यो तपाईँ यो कोर्सको विषयमा आउँदाखेरि मेरो दुई तिनवटा क्वेसनहरू छन्। फर्स्ट क्वेसन चाहिँ के भन्दाखेरि हजुरले जस्तै अब यो कोर्स सकेपछि चाहिँ मेरो नाम चाहिँ रूपेन्द्र साक्य। म चाहिँ अहिले युएसए को नर्थ क्यारोलाइनामा छु। म यता आएको चाहिँ 3 वर्ष भयो। र यो कोर्स सम्बन्धी केही मेरो क्वेसनहरू के छन् भन्दाखेरि चाहिँ फर्स्ट क्वेसन चाहिँ जस्तै यो कोर्स सकिसकेपछि चाहिँ तपाईँहरूले चाहिँ अब जब सर्चको लागि चाहिँ हेल्प गर्नुहुन्छ भन्नुहुन्छ होइन। फर इक्जाम्पल तपाईँ चाहिँ अहिले चाहिँ सिडनी बेस अस्ट्रेलिया बेस हुनुहुन्छ, अनि युएसएमा चाहिँ तपाईँले कसरी चाहिँ जब सर्चको लागि हेल्प गर्नुहुन्छ भयो। यो फर्स्ट एउटा क्वेसन भयो। अनि अर्को क्वेसन के भन्दाखेरि चाहिँ म करेन्टली चाहिँ म आइटी फिल्डमा छुइनँ, म प्रोफेसनल ब्याकग्राउन्डमा चाहिँ छुइनँ अहिले। र अब मार्केटमा जाँदाखेरि त सिबी त बनाउनु पर्ने हुन्छ। अब सिबी बनाउँदाखेरि एक्सपिरियन्स नभए पनि त एटलिस्ट अब के भन्छ प्रोफेसनल जबको एक्सपिरियन्स छ छैन त ग्याप त देखिन्छ त्यसमा। र कुनै पनि अब पोटेन्सियल इम्प्लोयरहरू छन्, उनीहरूले त अब त्यो ब्याकग्राउन्ड त हेर्छन्। त्यसको लागि चाहिँ तपाईँहरूले चाहिँ अब कसरी चाहिँ मेन्टेन गर्नुहुन्छ? अहिले यही दुईवटा क्वेसन हो मेरो लागि ल चाहिँ। यस्तो गरौँ, यो दुईवटा एन्सर दिएपछि धेरैको त्यही पनि पर्ला है। त्यसपछि अर्को क्वेसनमा जाउँ ल। पहिलो हजुर क्वेसन्स हुन्छ। रह्यो म अस्ट्रेलिया बस्छु होइन, अन्त चाहिँ के हुन्छ भन्ने कुरा हो। लक्किली के हुन्छ भने झन् बाहिरको मान्छेलाई अमेरिकामा धेरै सजिलो हुन्छ, किनभने सबै कम्पनी आउने भनेको अमेरिकाबाट हो होइन। माइक्रोसफ्ट हेर्नुभयो, गुगल हेर्नुभयो, सिस्को हेर्नुभयो, अरू थुप्रै सफ्टवेयर कम्पनीहरू आउने युएसएबाटै हो। जे अर्डर आउने हो खास आउँछ युएसएबाट। जस्तै हामी जे पढाउँछौँ यसको ओरिजिनको हो युएसए नै हो होइन। त्यही भएर पहिलो कुरा त फाइदा हामी बाहिर बस्नेलाई युएसएको झन् सजिलो हुन्छ, किनभने सबै चिज उहीँबाट रेगुलेट भएको हुन्छ। त्यही भएर एउटा त्यहाँ सजिलो भयो। दोस्रो कुरा यो फर्स्ट टाइम होइन मैले युएसएमा जब लगाएको होइन, मैले पहिला भनिसकेँ 17-18जना स्टुडेन्टले अहिले काम पाइसक्नु भएको छ। संसारभरि इन्टरभ्यूमा सोध्ने क्वेसन एउटै हुन्छ आइटी सपोर्टको, किनभने कोर्सै अमेरिकाबाट आएको हो होइन। त्यही भएर अमेरिकामा सोध्ने क्वेसन र अस्ट्रेलियामा अथवा अरू कन्ट्रीमा सोध्ने क्वेसन फरक हुँदैन होइन। त्यो भएर अमेरिकामा सजिलो हुन्छ। अर्को कुरा त्यहाँ चाहिँ कस्तो छ भने ठुलो ठुलो कम्पनीहरू धेरै भएको र आइटीको डिमान्ड भएको हुनाले गर्दा यहाँ जति मेहनत गर्नु पनि पर्दैन मेरो एक्सपिरियन्सले है। गर्नुपर्छ होला तर अस्ट्रेलियामा जतिको गाह्रो चाहिँ युएसएमा छैन काम पाउन, किनभने अहिले एआई आएको छ, रिज्युमी सबैको एउटै हुन्छ, त्यसैले एप्लाई गर्ने हो। अमेरिकाबाट यहाँ काम गर्न आएको र यहाँबाट अमेरिका काम गर्न गएको स्टुडेन्टहरू पनि छ। त्यो भएर रिज्युमी हेर्ने हो कुनै पनि कम्पनीले जब एप्लाई गर्नको लागि, त्यो रिज्युमी चाहिँ संसारभरि लगभग सिमिलर हुन्छ। नेपालको केसमा अलिअलि चाहिँ अब क्लासको हाल्नुपर्ने हुन्छ। अरू कन्ट्रीमा ब्याचलर अफ यो मास्टर अफ यो गर्यो प्रोजेक्ट गर्यो भन्नेले काम गर्दैन, के सिकेको छ भन्नेले हाल्ने हो। त्यही भएर अमेरिकामा एक त म आफै लाग्छु। अर्को कुरा जो स्टुडेन्टले अमेरिकामा काम पाएका छन् ती स्टुडेन्टहरू तपाईँलाई त्यहाँ सपोर्ट गर्छ, हामी मात्रै हुँदैनौँ, त्यहाँको स्टुडेन्ट पनि हुन्छ जसले अलरेडी आइटी फिल्डमा काम पाएको छ, उनीहरूले पनि तपाईँलाई बेला बेला सपोर्ट दिन्छ। ताकि उहाँ चाहिँ कसरी भइरहेको थियो, म कसरी काम पाएको थिएँ, हामी सक्सेस स्टोरी सेयर गर्छौँ, उनीहरूले पनि गाइड गर्छ। र युएसएलाई अझै एउटा फाइदा हामी के गर्दैछौँ भने त्यहाँ अहिले एउटा सफ्टवेयर डेभलप भइरहेछ, हामी त्यो लिँदैछौँ। त्यो भयो भने तपाईँले जब एप्लाई गर्नको लागि एआईले आफै गरिदिन्छ। तपाईँले रिज्युम हामीले अपलोड गरिसकेपछि त्यो सफ्ट पोजिसनमा हामी चाहिँ क्लिक गरिदिएपछि जब खुल्छ आफै अप्लाई गरिदिन्छ होइन। युएसएलाई अलिकति हामी विशेष प्रायोरिटी दिएका छौँ, किनभने त्यहाँ स्कोप अलिक सजिलो छ। त्यही भएर जब एप्लाई गर्ने कुरामा र जबमा सपोर्ट गर्ने कुरामा केही पनि फरक हुँदैन। युएसए अमेरिका बाहेक अरू कन्ट्रीमा पनि त्यस्तो फरक चाहिँ हुँदैन। त्यही भएर त्यो त युएसए झन् लक्की छ। अर्को कुरा वर्क एक्सपिरियन्स के गर्ने भन्ने कुरामा चाहिँ मैले देखेको युएसमा धेरै मान्छेले 5-7 वर्षको एक्सपिरियन्स हाल्नुहुन्छ
होइन त्यहाँ अब एक्सपिरियन्स त हाल्नुहुन्छ गएर इन्टरभ्यू पास गर्न सक्नुहुन्न होइन। अनि आइटी सपोर्टको लागि त फेरि 5-7 वर्ष, यो त इन्ट्री लेभलको पोजिसन्सको हो। यो त ग्रेजुएटले अथवा जनरल आइटी जानेको मान्छेले इन गर्ने ठाउँ हो। यसमा चाहिँ 5-7 वर्षको मान्छेले त्यो 50-60 हजारमा गएर काम गर्ने भन्ने हुँदैन रियलमा। त्यो उसले पनि बुझ्छ। त्यो चाहिँ कस्तो हुँदो रहेछ, मेरो अब 1700-1800 मान्छेले काम लगाए, यहाँ हामीसँग आउने त सबै फ्रेसर हो। हामी केही किन्न गयो भने जहिले पनि हामी बेस्ट पिकअप गर्न खोज्छौँ होइन। त्यो सबै बराबर हुँदा पनि हामी छानिहाल्छौँ। उनीहरूले पनि 1 वर्षको एक्सपिरियन्स लेख्ने के को लागि हो भन्दाखेरि केही अलि राम्रो आउँछ कि अलिअलि जानेको आउँछ भन्नको लागि हो। तर लास्टमा के हुन्छ भन्दाखेरि कुनै पनि आइटम त रहँदैन होइन। नबिग्रेसम्म त जनरल आइटम त हामी पहिलो व्यक्तिले पनि सिलेक्ट गर्छ, फेरि अर्को आउँछ उसले पनि के भन्छ मैले बेस्ट अफ द बेस्ट पिकअप गरेँ भन्छ, फेरि अर्को आउँछ त्यही गर्छ। तर त्यो के कुरामा आधार राख्छ भन्दाखेरि त्यसले दिने स्यालेरी र रेस्पोन्सिबिलिटी हो होइन। तपाईँ मानव अहिले जुन ठाउँमा काम गर्नुभएको छ अर्को ठाउँमा पनि त्यही पैसामा इन्ट्री लेभलमा तपाईँ त जाँदै जानुहुन्न होइन। किनभने यत्रो काम गरिसकेपछि त स्विच गर्दा त नयाँमा र हायर लेभलमा जाने हो। त्यही भएर जति पनि 1 वर्ष जब लेखेको छ त्यसको लागि चाहिँ एक्सपिरियन्स चाहिँदैन, फ्रेस हो। त्यो के को आधारमा हिट गर्ने हो भन्दा त्यसलाई हामीले ओभरकम गर्नको लागि सर्टिफिकेट हो। त्यही भएर हामी स्टुडेन्ट सबैलाई सर्टिफिकेट कम्पलसरी गराइन्छौँ। जसले त्यो लेभलको सर्टिफिकेट लिएको छ र 6 महिना त हामीसँग ट्रेनिङ गरेको त राख्न पाइयो। मैले आइटी ट्रेनिङ गरेको र यो कुरा सिकेको छु भन्नको लागि पाइयो। दुईटा कुरा हुन्छ, रिज्युमी फिल्टरिङ गर्नको लागि रिज्युमी खतरा बनाउनु पर्यो, त्यो एआईले गर्ने हो। रिज्युमी खतरा गरेर जब फोन कल आउँछ त उसले सोध्ने के हो, तेरो एक्सपिरियन्स के छ र के गरेको थिइस् भन्ने भन्दा पनि तँलाई के आउँछ भन्ने कुरा सोध्ने हो। त्यसमा त यत्रो पढिसकेपछि कम्पिटेटिभ हुन्छ। त्यही भएर त्यसले अहिलेसम्म चाहिँ खासै फरक पारेको छैन। नत्र यदि फरक पार्थ्यो भने मैले 10 वर्षको एक्सपिरियन्स दिउँला अरे एक्स्ट्रा टेकको, तपाईँले त्यहाँ गएर इन्टरभ्यू पास गर्न सकिएला त? एक, इन्टरभ्यू पास गर्न सकिँदैन। दोस्रो कुरा, जबै टिकाउन सकिँदैन होइन। त्यो जस्तै युएसमा प्रोक्सी युज गरेर आइटी सपोर्टलाई प्रोक्सीले काम गर्दैन। प्रोक्सीले कसलाई काम गर्छ? सफ्टवेयर डेभलपरलाई, एप डेभलपर, सफ्टवेयर टेस्टर जो चाहिँ अफिस जानु पर्दैन, आफैले काम नगरेर उता इन्डियातिर पठाएर उसले काम गर्ने, घर बसेर मिटिङ एटेन्ड गरेर काम गर्थ्यो। तर आइटी सफ्टवेयरमा प्रोक्सीले किन काम गर्ने? तपाईँ फिजिकली प्रेजेन्ट हुनुपर्छ बेला बेला। अनि फिजिकल प्रेजेन्ट भएको बेला त्यहाँ गएको बेला त एउटा कम्प्युटर पनि राम्ररी ट्रबल सुट गर्न आएन भने त उसले त निकालिहाल्छ। त्यही भएर आइटी सपोर्टमा प्रोक्सीले काम गर्दैन। त्यो भएको कारणले गर्दा हामी चाहिँ जति सक्यो बरु दुईचोटि, मैले दिन्छु 2चोटि 3चोटि 4चोटि पढौँ, जानेर मात्रै एप्लाई गर्ने। यसमा यसमा चाहिँ अरू जस्तो छ होइन, यताउता झुट बोलेर केही गरेर काम पाउँदै पाउँदैन, पाए पनि टिकाउनै सकिँदैन। त्यही भएर त्यो कुरामा चाहिँ तपाईँको दुईटै क्वेसन्सलाई पहिला सिक्ने, राम्रोसँग सिक्ने, त्यसपछि सर्टिफिकेसन दुईटा कम्पलसरी लिने। दुईटा सर्टिफिकेट लियो भएपछि तपाईँले 1-2 वर्ष काम गरे जस्तो भयो, यताको 6 महिनाको ट्रेनिङले 1-2 वर्ष काम गरे जस्तो भयो। अर्को कुरा रिज्युमी बनाउने कुरामा हामीले हेर्छौँ र युएसएको केसलाई त यहाँभन्दा धेरै सजिलो छ, किन जब अपर्च्युनिटी म्यासिभली फुलेको हुन्छ। तपाईँको अहिले गएर हेर्नुभयो भने तपाईँकै छेउछाउमा नै थुप्रै जब आउँछ। त्यही भएर इन्टरभ्यूको प्रिपेरेसन पनि संसारभरि त्यही हुन्छ। उस्तै बढी इन्टरभ्यू लिने मान्छे इन्डिया बसेको हुन्छ होइन, अर्को कन्ट्री बसेको हुन्छ, हजुर त्यही हुँदैन। त्यसले चाहिँ फरक चाहिँ पार्दैन। इन्ट्री लेभलको लागि, यो पोजिसनको लागि जुन पोजिसन मैले देखाइरहेको छु, योभन्दा माथि नेटवर्क इन्जिनियर, सिस्टम इन्जिनियर टप टपको हाल्नुभयो, स्यालेरी 80-90 के 100 के खोज्नुभयो भने यस तपाईँहरूले भने जस्तै हुन्छ। आइटीमा इन गरेर यस्तो पोजिसन लिने हो भने त्यसले चाहिँ है हामीले डिजाइन हजुर गरेको धन्यवाद। चाहिँ यसको लागि थ्याङ्क यू है। विनय सर। कभर गरेँ हजुर मैले हजुर विनय सर, थ्याङ्क यू। है। अरू अब अरूको जाउँ। के मनमा लाग्छ सोधे, यो चाहिँ इन्फर्मेसन सेसन भएको हुनाले गर्दा मैले आफूले हजुर जानेको नमस्कार। म भन्छु। हजुर हजुर निलाजी। नमस्कार, हजुर हजुर सुन्नुभएको छ? सुनिरहेको छ, भन्नु भन्नुहोस्। हजुर मेरो नाम चाहिँ लीला केसी। म अहिले चाहिँ क्यालिफोर्निया बस्छु। हजुर मेरो एउटा मात्रै क्वेसन के भनेपछि इन्हान्स्ड जस्तो के अरे ट्रेनिङ हुन्छ नि, भनौँ सर्भरको ट्रेनिङ जस्तो भनौँ, हजुर त्यो फिजिकल यदि सिक्न चाह्यो भने तपाईँले त अनलाइन गराउनुहुन्छ होइन? हो अँ, अब हाम्रो यहाँ एकजना एलएमा हुनुहुन्छ, एकजना आइटी स्कुल, मैले अँ, हजुरसँग कुरा गरेको थिएँ नि, हजुर हजुर उहाँको चाहिँ फिजिकल छ होइन, अँ, उहाँले चाहिँ गएर इन्हान्स आफ्नो फिजिकल गएर चाहिँ ट्रेनिङ गर्न सक्नुहुन्छ। उम्। त्यस्तोलाई के छ त्यस्तो सुविधा हजुरसँग? यसमा एकदमै हामीले चाहिँ एउटा कुरा के भुलिरहेको हुन्छौँ भने, र एकदम आइटीमा यो बहुत इम्पोर्टेन्ट कुरा हो है।
तपाईँ याचेको स्टुडेन्ट हो भने अथवा नेपालमा जस्तै सिएमए गरेको मान्छे हो भने तपाईँलाई अपरेसन गर्न दिँदैन हो। डक्टरको अगाडि तपाईँले अपरेसन गर्नु अरे एक मान्दै माने दोस्रो कुरा त्यो लिगल पनि होइन। र अर्को कुरा डक्टरले तपाईँलाई त्यहाँ राख्दा किनभने तपाईँले आफ्नो लेभलभन्दा कहिले पनि माथि जान मिल्दैन है। जुन पोजिसनमा हो तपाईँले त्यो पोजिसन क्रस गर्नु हो भने कम्पनीले कहिले पनि हायर गर्दैन। धेरै मान्छेले के सोध्छ र जब खाइरहेको हुँदैन भन्दाखेरि म खतरा जान्छु, म एकदम ट्यालेन्ट हुन्छु र जब खान्छु भन्यो भने तपाईँलाई रेयरली हायर गर्छ। किन हायर गर्छ भन्दाखेरि उसले जानेको मान्छेले भने आफ्नै जब डेन्जरमा हुन्छ। उसले त के सोचेर हायर गर्छ तपाईँलाई, यो मान्छे मैले भनेको मान्छ, काम खुरुखुरु गर्छ होइन, मेरो अन्डरमा काम गर्छ, मलाई सहयोग गर्छ, त्यस्तो मान्छे खोजिरहेको हुन्छ है। त्यो चिज चाहिँ एकदमै ठुलो कुरा हो। धेरै मान्छेले म खतरा हुन्छु त्यो कम्पनीबाट खतरा गर्छु भन्नको लागि चाहिँ टप लेभलको जो सिइओ सिएफओ होइन प्रोजेक्ट म्यानेजर यस्तो हायर गर्ने मान्छेहरू चाहिँ खतरा हुने हो। हामी चाहिँ यस म्यान जस्तो। त्यो एसम्यानमा हामी सर्भरको एक त 16 जिबीको ल्यापटप भयो भने त्यही भिएमओर हाल्दा सर्भर जति पनि प्र्याक्टिस गर्न मिल्छ होइन। अर्को कुरा हामीसँग पनि यहाँ ऱ्याक हुन्छ, यहाँबाट प्र्याक्टिस गर्न पनि मिल्छ। अनि तपाईँले भने जस्तो उहाँ फिजिकल जाने कुरा के हो भने तपाईँ नजिक बस्नु हो भने पो फिजिकल हो, तर टाढा बस्नेहरू त फिजिकल त आउँदैन फेरि। अनि अर्को कुरा रियलमा तपाईँले काम गर्ने भनेको सर्भरमा गएर सर्भर बनाउने भन्ने आइटी सपोर्टले कहिले पनि काम गर्दैन। त्यो सर्भरमा एउटा सर्भर बन्छ, जस्तै म एउटा देखाउँछु, तपाईँले काम गर्ने यसको लगइन दिएको हुन्छ, यसको भित्र बसेर मात्रै काम गर्ने हो। यहाँ त हामीले ल्याब इन्भाइरोमेन्ट आफै तयार गर्छौँ ताकि स्टुडेन्टले ब्याकग्राउन्डमा कसरी काम गर्दो रहेछ भन्ने थाहा पाओस् भन्नको लागि। होइन भने तपाईँलाई दिने ड्यासबोर्ड अहिले म देखाउँछु। यस्तै सर्भर कम्पनीले बनाएर राखेको हुन्छ होइन। तपाईँलाई एउटा आइपी एड्रेस दिन्छ, त्यो पनि 6 महिना काम गरेपछि, सुरुमा त दिँदैन। 6 महिना 7 महिना 8 महिना काम गरेपछि मतलब त्यसले एउटा ड्यासबोर्ड दिने हो। त्यो ड्यासबोर्डमा लगइन गर्नको लागि सर्भर चाहिँ चाहिँदैन, जो बनाएको हुन्छ यस्तो इएक्सएक्स यस्तोमा बनाएको हुन्छ। यस्तो तपाईँको कम्प्युटरमा जति पनि बनाउनु मिल्छ। एकछिन ओपन गर्दै गर्छु, कुरा पनि गर्दै गर्छु होइन। अनि आजकल के हुन्छ, सबै फेरि के हुन्छ 70 to 80% त कम्पनीहरू त कहाँ गए, क्लाउडमा गइसकेको हुन्छ। त्यो त यहाँ बसेको हुन्छ। अब यहाँ सर्भर बनाउने त यहाँ हो फेरि होइन। अहिले सर्भर बनाउने चाहिँ यहाँ हो। पहिला पहिला इन हाउस हुन्थ्यो। एक सेकेन्ड है। अहिले चाहिँ सर्भर क्लाउडमा बनाइदिन्छ। अब त्यो क्लाउडमा बनाउने सर्भर भनेको रिमोटली एक्सेस गर्ने हामीले यहाँ बनाइदिएका हुन्छौँ र कम्पनीले पनि यहाँ बनाउँछ। हामीले डिभाइस बनाउने त यस्तोमा हो होइन। यहाँ गएर भर्चुअल मेसिनहरू बनाउने, यी मेसिनहरू यहाँ बनाउने, हामी विन्डोज सर्भर यहाँ बनाएका छौँ होइन। अब यो बनाउनको लागि त यहीँ सिक्ने हो। त्यही भएर पहिलाको जस्तो ट्रेडिसनल चाहिँ हामीलाई त्यस्तो सर्भरहरू ऱ्याकहरू गएर एक्सेस गर्नुपर्ने त्यस्तो दिन चाहिँ अहिले छैन। पहिला चाहिँ थियो होइन। अनि अहिले चाहिँ त्यस्तो छैन। तर तपाईँले एज अ हेल्प डेस्कले गर्ने के हो भन्दाखेरि म यसलाई लगइन गरेर देखाउँछु। तपाईँलाई दिन्छ एउटा आइपी एड्रेस है। त्यहाँ गए पनि फिजिकल गए पनि चलाउने एकैछिन हो, त्यसपछि त्यसको आवश्यकतै हुँदैन। एकछिन 1.9 अब तपाईँले के दिन्छ, एउटा आइपी एड्रेस दिन्छ। तपाईँले यस्तो गरेर ल यो सर्भरको डिटेल हो है, तैँले यसमा बसेर काम गर्नु भनेर तपाईँलाई नोटप्याडमा अथवा तपाईँले देखेको इमेलमा लेखिदिन्छ सर्भर आइपी एड्रेस भन्छ। 192.168.1.9 दियो युजर नेम, यस्तो भन्दा तपाईँले इमेल गरिदिन्छ। अनि पासवर्ड चाहिँ पिपी ल यस्तो भन्दा तपाईँलाई दिने हो। तपाईँले के गर्ने हो, यो लिएर आरटिपी हामी सिकाउँछौँ। तपाईँले गर्ने यति मात्रै हो आइटी सपोर्टले। त्योभन्दा माथिकोले पनि गर्ने यही हो एकदम। कि त लेभल 3मा जानु पर्यो। तपाईँले ठ्याक्कै यो आइपी एड्रेस हान्नुहुन्छ, यो आउँछ, युजर नेम पासवर्ड हान्नुहुन्छ होइन। कलर चोइसमा गएर माथि त्यो छ एडमिनिस्ट्रेटर, पासवर्ड चाहिँ सिस्को 131 हानिदियो ल। यही डिभाइस आउँछ। अब गएर युजरको पासवर्ड रिसेट गरिदिने हो कि युजरको एकाउन्ट बनाउने हो कि तपाईँले चलाउने चाहिँ यो है। त्यही भएर यसले संसारभरिको कहीँ पनि फरक। र अहिले मैले तपाईँले यहाँको डिभाइस एक्सेस गर्न दिएँ भने तपाईँ यहीँ आउन मिल्छ है। त्यही भएर त्यस्तो पहिलाको जस्तो पहिला यस राउटर छुनु पर्ने, त्यही डिभाइस छेउमा हुनुपर्ने हुन्थ्यो। जब क्लाउड सिस्टम आयो कोभिड पछि यस्तो सिस्टमहरू कम्प्लिटली हट्यो होइन। तर अलिअलि अझै पनि छ। त्यसले तपाईँलाई केही
पनि फरक पार्दैन। फिजिकल भयो 16 GB ल्यापटप छ भने त्यही सर्भर बनाउन मिल्छ, त्यही ट्रबल सुट गर्न मिल्छ, सबै त्यही गर्न मिल्छ। त्यो पनि छैन भने हाम्रो ऱ्याक एक्सेस दिन्छौँ। त्यो पनि छैन भने क्लाउडमा जति पनि भाडामा लिन मिल्छ होइन। अनि तपाईँले त्यसमा चाहिँ टेन्सन लिनु पर्दैन है, हस्, थ्याङ्क यू। त्यसमा टेन्सन लिनु पर्दैन। यस्तै हो। तपाईँले अहिले मैले तपाईँले यो आइपी एड्रेस दिएँ भने तपाईँले पनि यही सर्भर एक्सेस गर्नुहुन्छ, अनि यहाँ जानुहुन्छ युजर बनाउने के गर्ने हो, हामीले गर्ने त यहाँ हो काम होइन। त्योभन्दा पछाडिको त आइटीले के अरे म्यानेजरले गर्छ, टप लेभलले गर्छ। यहीँ जान्छौँ हामी, स्टाफहरू बनाउँछौँ, उसले लगइन गर्छ, सबै बनाइदिने यही हो। अब नयाँ स्टाफ आयो भने हामी के गर्छ, मानव तपाईँकै नाम भयो लीला केसी भनेर बनाइदिएँ होइन, युजर नेम यहीँ बनाइदिन्छौँ। हाम्रो कामै यही हो नि, आइटी सपोर्टले गर्ने भनेको कामै यही हो। अनि उसलाई युजर नेम पासवर्ड गराइन्छ, इमेल गराइन्छ, फोन नम्बर बनाइन्छौँ, उसको कम्प्युटरमा जान्छौँ, सेट गर्नु लगाउँछौँ, भएन भने हामीले गरिदिन्छौँ। हामीले गर्ने चाहिँ यहाँ हो। त्यही भएर त्यस्तो टेन्सन लिनु चाहिँ पर्दैन। देख्दा यत्रो बक्स देखाएर पनि के गर्ने, एक्सेस गर्ने केही होइन। रियलमा पनि तपाईँले कम्पनीमा गएर सर्भर छुन दिन्छ होला त, यत्रो यत्रो ऱ्याक त्यहाँ त्यसले राखिसक्यो हुन्छ, त्यहाँ गएर के छुने, कि त फर्स्ट डे तपाईँ सेटअप गर्नको दिन पुग्नुभयो भने मात्रै हो, नत्र त सर्भर ऱ्याक त यस्तो बनाइदिएर राखिसके हुन्छ कम्पनीले। सो सर्भर ऱ्याक विथ सर्भर होइन, यस्तो त कम्पनीले राखिसके हुन्छ त्यहाँ कम्पनीमा होइन। यहाँ गएर त हामीले त केही पनि गर्ने होइन। त्यो हार्ड डिस्क चेन्ज गरे त्यस्तो चिजहरू हामी सिकाउँछौँ। अब यो तपाईँले गएर नयाँ बनाउने भन्ने त्यहाँ हुँदैन। फेरि तपाईँ त अलरेडी इस्टाब्लिस भएको कम्पनीभित्र गएर काम गर्ने हो। त्यो सर्भर बनाउने त्यस्तो काम चाहिँ हामीलाई पर्दैन। तर सिकाउनु त हामी यहाँ सबै सिकाउँछौँ। तर उहाँ गर्ने भनेको कम्पनीको यस्तो डाटा सेन्टर हुन्छ, यो डाटा सेन्टर सबै रेडी हुन्छ, रेडी भएको चिजलाई अप एन्ड रनिङ गर्ने काम चाहिँ हाम्रो हो। त्यही भएर त्यस्तो धेरै पनि सोच्नु पर्दैन है। होपफुली मैले कभर गरेँ होला। ल अरू केही क्वेसन छ भने अझै। हेलो सर, हजुर नमस्कार। हजुर हजुर म चाहिँ नेपालबाट हो। हजुर मेरो नाम चाहिँ देवेन्द्र फुन। यो हजुर तपाईँले जुन नेपालभन्दा बाहिरको लागि चाहिँ भन्नुभयो नि, यो कोरियर काउन्सिलिङ भने 1 इयर हजुर फ्री, हजुर यो चाहिँ नेपालको लागि चाहिँ होइन भन्नुभयो एउटा होइन। यस्तो छ, नेपालमा चाहिँ भएको के हो भने जस्तै यो कस्ट चाहिँ केही पनि आउँदैन खास भने, किनभने यत्रो 6 महिना 8 महिना पढाउनु पर्छ होइन। अनि त्यो गर्दाखेरि जस्तै हुन त नेपालको कन्टेक्समा 35,000 भेरी बिग मनी हो होइन। तर नेपालै बस्ने हो भने यत्रो धेरै जान्नु पर्दैन तपाईँहरूले है। जुन यहाँ पढाइरहेछौँ नि यत्रो हजुर सर। जान्नु पर्दैन। नेपालमा धेरै इन्स्टिच्युटले पढाउँछ कस्टमाइज कोर्स गरेर, जो चाहिँ 2-2.5 महिनामा, अनि दिनको के अरे हप्ताको 2 दिन 1-1 घन्टा 2-2 घन्टा पढाएर पढाउँछ। यो चाहिँ कस्तोको लागि हो भने तपाईँ अलिक खतरा नेपालमा बसेर पनि म आफै केही गर्छु, भोलि म काम गर्नुभन्दा पनि आफै कम्पनी खोल्छु, अथवा आउटसोर्सिङको विदेशको काम गर्छु, अथवा विदेश जान मन छ भने चाहिँ नेपाल बसेर लिनुहोस् भन्छु। यत्रो धेरै कोर्स नेपालमा पढाएर न हामीलाई फाइदा हुन्छ, न तपाईँ त्यहीँ बस्ने हो भने र अर्काको जागिर खाने हो भने चाहिँ यो धेरै हो। तपाईँ त नेटवर्क इन्जिनियरै भन्नुहुन्छ नेपालको केसमा, र क्लाउड इन्जिनियर होइन। त्यो चाहिँ अलिक म्यासिभली कोर्स हो। त्यही भएर त्यहाँ चाहिँ हामीले यही ग्रुपमा बसालेर यो फिचर दिउँ न त होइन, नेपालमा पनि उहाँहरूलाई पनि त यो विदेशको पढाइ पढ्न पाइयोस् भनेर चाहिँ बनाएको हो। त्यहाँ यो लेभलको इन्टरभ्यू यस्तो खाले इन्टरभ्यू नै हुँदैन क्या नेपालमा। यस्तो सोधेर हायर गर्ने भन्ने नै हुँदैन। त्यहाँ चाहिँ हायर गर्ने तरिकै फरक हुन्छ। तपाईँले यसो एप्लाई गर्नु कलेज खाले रिज्युमी, अनि यसो बोलाउँछ, अनि गाडी साडी छ हिँड्न आउँछ, टेक्निसियन काम गर्ने हो अथवा यस्तो काम गर्ने हो भने ले भन्छ होइन। त्यसको हायरिङ प्रोसेसै फरक छ। त्यही भएर चाहिँ हामीले नेपालमा यस्तो करियर काउन्सिलिङ यस्तो खाले इन्टरभ्यू नै हुँदैन क्या त्यहाँ। अनि त्यो भएर हामीले चाहिँ त्यो फिचर नदिएको। ठिक छ सर, त्यो भइहाल्यो। अनि अर्को सर, त्यो जुन यो क्लासको कुरा गरिरहेको थिएँ मैले थोरै, हजुर सटरडेदेखि सन्डे हो कि तपाईँले सटरडे र सन्डे भन्नु? सटरडे र सन्डे हप्तामा 2 दिन ती तिन के अरे 4-4 घन्टा हुन्छ। बिहानको गऱ्यो ती 3 घन्टा हुन्छ। जस्तै यहाँ 36 देखि तपाईँको टाइम कति हुने भयो, हाम्रो 38 भनेको बिहानको अहिलेको आजको भन्दा 2 घन्टा अगाडिबाट सुरु हुन्छ। अर्को बेलुकीको यो ठिक छ तपाईँको रातिको हाम्रो यहाँ 9 बज्छ। 9 भनेको बिहान त्यहाँको चाहिँ 4:45 हुन्छ। सायद नेहाजीले तपाईँहरूलाई नेपाली टाइम पठाइदिनु भयो होला, नत्र म पठाइदिउँला। तर त्यहाँ नेपाली टाइम अनुसार तपाईँको बेस्टै टाइम हुन्छ। युएसको बिहान, नेपालको ठ्याक्कै साँझ हुन्छ हुन्छ सर, होइन। थ्याङ्क यू सर। त्यस्तो अरू थुप्रै छ है। सलुजीले एउटा लामो म्यासेज लेख्नु भएको छ, म पढेर भ्याउँछु भन्दैन। सर लाइक यु नो आई एम प्लानिङ लाइक आई थिङ्क अफ गोइङ एब्रोड अस्ट्रेलिया युएसए मेबी 1 इयर 2 इयर मेबी। त्यस्तो बाहिर जाने हो एकदम लामो म्यासेज भयो होइन। त्यसलाई म गरौँ ल। यदि बाहिर जान
मन छ भने त बेस्टै हो यो कोर्स। तपाईँ यही बाहिर जानुभयो भने फेरि यही आर तिर्ने पैसा त्यही नै हो होइन। नेपालको केसमा पनि जब आउने चान्सेस त धेरै नै छ, तर यत्रो धेरै पढ्नु चाहिँ पर्दैन। तपाईँ यत्रो धेरै पढ्नु हो भने त एउटा कम्पनी चलाइदिनु छ। त्यही भएर अब हामीले चाहिँ त्यो विदेशको कोर्समा छुट्टै तपाईँले कस्टमाइज गर्न खोजिरहेछौँ नेपालकै ट्युटर राखेर, तर यो लेभलको पढाइ फेरि त्यहाँ गर्नै सक्दैन, किनभने यो लेभलको सिस्टमै नेपालमा गइसकेका छैन। यसको जम्मा 20-30% मात्रै जाने पनि नेपाललाई पुग्छ है। त्यही भएर तपाईँ नेपालमा बसेर पनि म आफै बिजनेस गर्छु, यो सिस्टम भित्र सर आउँछु अब मेरो एउटा होइन, क्वेसन थियो सकिहाल्यो है त। अथवा विदेश जाने मन छ भने चाहिँ यो कोर्स चाहिँ बेस्ट हो। ल अब भन्नुहोस्। सर मेरो चाहिँ कस्तो कोर्स थियो भने म चाहिँ नेपालमा अहिले होइन, मेरो चाहिँ 3-4 महिनापछि चाहिँ अब्रोड प्लान भइरहेछ। त्यस्तो भयो भने चाहिँ अब तपाईँले यता जस्तो नेपालमा चल्यो भने अर्को देशमा चल्दैन भन्नुभएको थियो नि, त्यस्तो भयो भने चाहिँ फेरि नेपालको फी तिरिसकेको उता फेरि अर्को उता गएपछि लाग्ने हो कि कस्तो हुने हो? यस्तो हुन्छ। त्यसको लागि चाहिँ हामीले के गरिदिएको छ भने तपाईँ ओभरसिज जाने हो र हामीलाई कोर्सको मात्रै लिने हो भने चाहिँ हामीले नेपालमा बस्न जाने त्यही 35,000 हुन्छ। तर तपाईँले त्यो भिडियो नेपालमा बस्ने बेलासम्म त एक्सेस गर्नुहुन्छ। त्यसपछि रेस्पेक्टिभ कन्ट्रीमा जाने हो भने त्यहाँ गइसकेपछि भिडियो हेर्न चाहने र करियर काउन्सिलिङको सपोर्ट लिन चाहने हो भने फेरि रेस्पेक्टिभ कन्ट्रीकोमा कन्भर्ट हुन्छ, तर त्यो 35,000 डिडक्ट भएर है। नत्र त के हुन्छ, धेरै मान्छेले म नेपाल छु भनिदिएला, नेपाल हलिडे गएको बेला पनि त्यहीँबाट पढ्दै फेरि म ल आज युएसए आएँ सर अथवा अस्ट्रेलिया आएँ भनेर भिडियो चेन्ज गरायो भने त अरूलाई त बायस भयो होइन। नेपाल बस्ने बेलासम्म 35,000 तिरेर पढ्नुहोस्। त्यतिले पुगेछ बाहिर आफै एप्लाई गर्छु भन्नुभएछ भने तपाईँ लक्की नै हुनुभयो, तर त्यसको लागि चाहिँ नेपालको टिमले भेरिफाई गर्छ। तर बाहिर गएर म फेरि त्यहाँ पनि गएर पढ्छु, रिभिजन गर्छु र मलाई यो चाहिन्छ, सबभन्दा लास्टमा चाहिने त तपाईँ बाहिर गएपछि यो हो होइन। यो पनि लिने हो भने फेरि 3500 कटाएर बाँकी रेस्पेक्टिभ कन्ट्रीको अनुसार चाहिँ तिर्न मिल्छ। ए भन्नाले नेपालको पैसा त्यो कटाउने अनि अरू चाहिँ लागेको छ दिने, अरू चाहिँ उहाँ गएपछि, अहिले तिर्नु परेन, उहाँ गएपछि लिने हो भने तिर्नु। ए हुन्छ सर है अहिले त्यसैबाट इन्जोय गर्न पाइयो। खत्री विदुर, आई एम फ्रम जापान वर्किङ एज IT स्पेशलिस्ट इन जापान, लिङ्कड इन जापान। अफ नो हाउ क्यान स्टडी दिस कोर्सेस 3 month? 3 month पनि यो धेरै हो। हाम्रो अहिले भर्खरै हुनुहुन्छ यहीँ पढेर, हाम्रो जापानकै हामीसँगै पढेर है यहाँ हिजो गर्नुभएको छ, डाटा सेन्टरमा अहिले काम पाउनु भएको छ होइन, 22मा पढ्नु भएको थियो। यो कोर्स कस्तो भने थ्योरिटिकल गयो भने त यो धेरै, यो त 2 वर्षकै कोर्स हो, तर यहाँ थ्योरी केही पनि हुँदैन। ट्याक्क जाने यसलाई फिक्स गरिहाल्ने, ट्याक्क जाने यसलाई फिक्स गर्ने भएको हुनाले गर्दा एकै दिनमा लगभग 2टा क्लासमा यति सकिन्छ। प्र्याक्टिकल भएको हुनाले गर्दा यो चाहिँ टाइम लाग्दैन। यहाँ चाहिँ कुनै थ्योरी हुँदैन है। हामी चाहिँ फर्स्ट थ्योरी दिनदेखि नै प्र्याक्टिकलमा जान्छौँ सर होइन, फर्स्ट डे नै प्र्याक्टिकल हो। यहाँ अब थ्योरी जान अलिअलि थ्योरी त यसरी काम गर्छ है भनेर त भन्ने कुरा त हुन्छ, तर थ्योरी जानेर केही अर्थै छैन। तपाईँले प्रोब्लम आएपछि उसले फिक्स गर्ने, तल आउटलुकले कसरी काम गर्छ भनेर म्यानेजरले त्यहाँ कसैले सोध्दैन, ठ्याक्क के गर्छ, यो मेरो आउटलुकले काम गरेन, यो अडियोले काम गरेन, जुममा स्क्रिन सेयर गर्न मिलेन, मलाई फिक्स गरिदियो भन्ने हो। त्यहाँ थ्योरी जाने जुम कहिले आएको, कहिले सुरु गरेको, कसरी काम गर्छ भन्ने कुराको म्याटरै हुँदैन। त्यही भएर धेरैलाई लाग्न चाहिँ यो सकेला र जस्तो लाग्छ, तर यो त केही पनि होइन। टक 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 फिक्स गर्ने। हिजो हामी जस्तै हिजो मैले 27वटा इस्यु फिक्स गरेको थियौँ हामी यहाँ गएर। 27वटा टिकट एक दिनमा फिक्स गर्छौँ, किनभने रेयर तपाईँले त्यहाँ गएर पनि गर्ने भनेको के हो, लगभग 15-20वटा टिकट त हरेक डे फिक्स गर्नुपर्छ। त्यो भएर यो चाहिँ त्यस्तो चाहिँ हुँदैन, ठ्याक्क ठ्याक्क बनाएको हुन्छ। अब यो टिकट ओपन गर्नु पऱ्यो, के भएको होइन, डेबिट निड टु एक्सेस इन द मार्केटिङ सेयर फोल्डर, त्यसलाई मार्केटिङ सेयरको डिपार्टमेन्ट दे भने हुन्छ, र ठ्याक्क कहाँ गएर के एड गरिदिने हो अथवा कहाँ के पर्मिसन दिने हो गरिदिने हो, त्यस्तो टाइपको काम हो। त्यही भएर त्यस्तो धेरै चाहिँ लाग्दैन। अस्ट्रेलियामा यसको पैसा चाहिँ $70 US के अरे AUD छ है त। नमस्ते विनोद सर। ल सुरु गरौँ। सर म चाहिँ नेपालबाट, पहिला यो असोजमा पनि हजुरले एउटा कोर्स दिनुभएको थियो नेपालमा, भौतिक कोर्स नै थियो सायद होइन, अनि त्यो कोर्स चाहिँ मैले लिन पाइनँ विभिन्न कारणवशले गर्दा। त्यति बेला लिएनौँ हामीले चाहिँ, जम्मा 25,000मा गरिदिउँ भनेको, तर कस्तो भयो भने नेपालको कन्टेक्समा 25,000 पनि ठुलो कुरा हो, तर पछि त मान्छे आउनु भएको, तर उहाँले के लाग्यो 1 हप्तामा पढाउँछु भन्दा पठाउनु भएन होइन। तर यो अहिलेको पनि टोटल आवर हेर्ने हो भने 1 हप्ताकै कोर्स, जस्तै 9 to 5 पढायो भने त 1 हप्ताकै हो यो।
अहिले चाहिँ हजुर टास्क सर दिएको भएर चाहिँ लामो भएको हप्तामा जम्मा 4-8 घन्टा भएर तर टोटल एकदम ड्युरेसन हेऱ्यो भने चाहिँ लगभग 120 देखि 130 घन्टाकै कोर्स हो हजुर एकदमै इन्ट्रेस्टेड थिएँ सर म त्यतिखेर पढ्नलाई मेरो विभिन्न कारणवशले गर्दा त्यतिखेर म पढ्न पाइनँ है उम्, अनि त्यतिखेरको सिलेबस र अहिलेको सिलेबस एउटै हो कि होइन एउटै अनि एउटै हो एउटै हो अनि त्यति बेला मैले मैले सर नेपालमा गएर 7 दिनको 10 दिनको नन स्टप बुट क्याम्प 10 to 5 गर्ने भनेर मैले सुरु गरेँ खास नेपालीलाई मैले दिन खोजेँ के हो भने यसले हामीलाई नेपालबाट खासै त्यो पैसा वाइज बिजनेस हेऱ्यो भने त केही पनि आउँदैन हेर्नु होइन तर हजुर मैले सर के हो भने आफ्नो कन्ट्रीको लागि के दिने त सबै त कमाएर यत्रो 2,70,000 त तिर्न सक्दैन नेपालमा त एकदम त्यही 30-35 हजार पनि ठुलो कुरा हो अनि हजुर उहाँहरू चाहिँ यही सिक्न चाहनुहुन्छ भने वाइ नट इन नेपाली पैसामा भनेर चाहिँ गराएको होइन अरू यसको उद्देश्य केही पनि होइन नत्र मैले भने नि बरु युएसएबाट पैसा नै हेर्ने युएसएबाट बरु मेहनत गरेर 2टा स्टुडेन्ट लियो भने त नेपालको त 10वटा स्टुडेन्टको बराबर आउँछ होइन त्यो पैसा हेरेको होइन नेपालको कन्टेक्समा कोही मलेसियाबाट कतारबाट दुबईबाट हुनुहुन्छ बिचराहरू 80-90 हजारमा गराउँछौँ त्यो चाहिँ पैसाको लागि मात्रै होइन अलिअलि पैसा त लाग्छ नै तर उहाँहरूले आफ्नो कन्ट्रीमा आफ्नो औकात अनुसारको कमाइ अनुसारको त पाउनु पर्छ मैले त्यति दिनुपर्छ भनेर बनाएको हो होइन त्यही भएर हजुर नेपालमा सर हामी चाहिँ 35,000मा दिएको त्यो अनि स्टुडेन्ट अनि सर मैले चाहिँ अहिले नेपालमा चाहिँ यो सिसिटिभी सर्भिलेन्स सेक्टरमा चाहिँ काम गरिरहेको छु सर अनि यो कोर्सले चाहिँ मलाई चाहिँ कतिको इफेक्टिभ बहुत हुन्छ काम सर गर्छ तपाईँलाई पोर्ट फरवार्डिङदेखि लिएर नेटवर्क मिलाउनेदेखि लिएर भरि तपाईँलाई कति सजिलो छ संसारको लागि के भन्नु स्टुडेन्ट विदेश गएकालाई तपाईँको बाआमाको क्यामेरा हामी यहाँ राखिदिन्छौँ तपाईँ उहीँ बसेर हेर्नु सबै गरिदिन्छौँ भन्नु न नेटवर्किङको त्यही आउँछ होइन पोर्ट फरवार्डिङ त्यही आउँछ होइन एप्लिकेसन स्क्यान गर्ने त्यो सबैभरि आइपी एड्रेस चेन्ज भयो भने पब्लिक आइपी एड्रेस भने के हो प्राइभेट आइपी एड्रेस सबै काम लाग्छ आइटी हजुर सपोर्टको सर काम पनि त हो नि त सिसिटिभी क्यामेरा सेटअप पनि सेटअप मोनिटरिङ आइटी सपोर्टको काम पनि हो होइन धेरै चिज काम लाग्छ हजुर थ्याङ्क यू सर है अलिअलि हुनेले नेपालले फाइदा लिँदा हुन्छ किन भन्दाखेरि नेपालबाट हामीलाई फाइदा भन्दा पनि हामीले त्यहाँ बस्ने मान्छेलाई फाइदा होस् भन्नको लागि दिएको हो होइन हामीले बिजनेस हेऱ्यो भने त फाइदा हामीलाई त हुँदैन तर सबै ठाउँ बिजनेस पनि हेर्नु हुँदैन भनेर किनभने त्यही कोर्स चाहिँ युएसएले 270 तिर्छ त्यही कोर्स अस्ट्रेलियाले 270 तिर्छ होइन त्यही कोर्स चाहिँ नेपालले जम्मा 35 मात्र तिर्छ तर त्यो कन्ट्री अनुसारको इन्कम बनाएको त्यही कोर्स चाहिँ क्यानाडामा जम्मा 2,000 क्यानाडियन छ होइन त्यो चाहिँ इन्कम अनुसार बनाइदिएको हो होइन यही कोर्स फेरि अमेरिकामा त्यही इन्स्टिट्युटमा गर्नु भने 5,000 लिन्छन् होइन त्यो चाहिँ हामीले दिएको हो त्यसमा 35,000 तिर्न सक्ने सम्म सकिन्छ भने इन्स्टलमेन्टमा मिलाइदिएर लिँदा फाइदै हुन्छ जस्तो लाग्छ तर त्यो चाहिँ तपाईँहरूको कुरा हो तर हामी दिनलाई हेप्पी छौँ विनोद अब सर फ्यु नमस्ते क्वेसन लिगौँ अनि केही भए फेरि अरू पनि गरौँ विनोद सर नमस्ते है हजुर म चाहिँ यहाँ सिडनीमै बसिरहेको छु है गुड हजुर पेन्सर्समा हामी एकदम नजिकै छौँ छेउमै रहेछौँ सर मेरो एउटा क्वेसन थियो जस्तो मेरो ब्याकग्राउन्ड चाहिँ नेपालमा मैले सफ्टवेयर डेभलपर भएर काम गरेको थिएँ है अनि यहाँ पनि अहिले फिल्ड इन्जिनियर भएर यसो काम गरिरहेको छु कि अनि मेरो चाहिँ अब कन्ट्र्याक्ट बेसिस जब हो है अनि कन्ट्र्याक्ट बेसिस जब हो अनि मैले मेरो रुचि चाहिँ पर्सनल रुचि चाहिँ एकदम डेटामा थियो पहिलादेखि नै मैले एकदमै धेरै ट्राई गरेँ डेटामा है मैले सक्ने मेरो दिमागले भ्याए जति मैले रेज्युमे आफू टेलरिङ गर्नेदेखि हरेक कुरा गरेर एकदमै ट्राई गरेँ तर भेरी अनफर्चुनेट म सक्सेसै भएन कि कहिले पनि सर्टलिस्टै भएन म है प्रोजेक्टहरू पनि गरेको थिएँ मैले अनि त्यस पछाडि मैले आइटी सपोर्ट अब मैले यता फिल्ड इन्जिनियर भएर काम पनि गरेछु अलिअलि सजिलै हुन्छ होला मलाई भनेर मैले फेरि पनि त्यसरी नै आफूलाई अलिअलि जानेको पनि थिएँ हजुर यहाँ हजुरहरूले यो कोर्समा जे सिकाउनुहुन्छ त्यो कुराहरू अनि मैले एकदम ट्राई गरेँ त्यसमा पनि म खासै सक्सेसफुल भइनँ क्या सर अनि मलाई अनि त्यस पछाडि चाहिँ मैले अरू साथीहरूसँग जब रेडी प्रोग्राम गर्नेहरूको पनि बुझेँ अनि कतिजनाले त धेरैजनाले अब सबैले त काम पाउने कुरा भएन है अनि त्यस पछाडि गर्दा त ठिकै हुन्छ तर सर्टिनिटीको कुराहरू चाहिँ हुँदैन भन्ने कुराहरू चाहिँ भयो त्यो म आई क्यान अन्डरस्ट्यान्ड होइन त्यो पोइन्ट अफ भ्यूबाट मैले चाहिँ सर बुझ्न खोजेको चाहिँ मलाई चाहिँ एकदमै धेरै मेन्टरसिप चाहिँ करियर काउन्सिलिङमै चाहिने हो यो कोर्सको थ्रु आउटमा है अनि मैले अस्ति फोन कन्सल्टेसनमा पनि सायद मिस माझीसँग होला कुरा गरेको थिएँ अनि उहाँले पनि राम्रै कुराहरू गर्नुभएको थियो
अब मेरो यो पोइन्टमा चाहिँ विनोद सर मेरो एउटा क्वेसन चाहिँ के हो भन्दाखेरि अब मलाई चाहिँ मेरो त सेकेन्ड थट कहिले पनि भएन जस्तो तपाईँको जस्तो अब मेरो पनि सेकेन्ड थट छैन कि मैले सेकेन्ड थट यो बाहेक म अब के गर्छु भन्ने मैले पनि सोचेको छैन है अनि अब यहाँ हजुरलाई थाहा नै छ हामी कस्तो कस्तो काम गर्छौँ भनेर होइन अनि त्यो भएर मैले चाहिँ जान्न खोजेको सर यो जस्तो रेज्युमे टेलरिङको एउटा यो पढ्ने कुराहरू त भइहाल्यो हामी पढ्छौँ त्यो गर्छौँ होइन एट द इन्डमा करियर काउन्सिलिङमा स्पेसली रेज्युमे टेलरिङमा चाहिँ हाम्रो रेज्युमेलाई स्ट्रङ बनाउनको लागि चाहिँ तपाईँले भन्नुभयो नि जब रेडी प्रोग्राम गरेको नै हाल्छौँ त्यो बाहेक हजुरहरूको टाइअप गरेको कम्पनीहरू अरू पनि छ अरू पनि यस्तो हुन्छ तपाईँको क्वेसन मैले बुझेँ दुईवटा कुरा एकदमै के चाहिँ बुझ्नुपर्छ भने मैले बोले पनि एउटा कुरा त के हो भने कुनै चिजको स्योरिटी हुँदैन तर अब हामी यत्रो एम लिएर यही खाना आयौँ र एसीमा पनि फेल भयौँ भने हामी अन्त सक्सेस चाहिँ हुँदैन होइन त्यही भएर म गाली चाहिँ गर्छु बेला बेला बहुत दुःख गर्नुपर्छ हेर्नु मैले भने नि अब म आफ्नो अहिले यहाँ सङ्घर्षको कुरा सुनाएर त खासै अर्थ छैन तर 400वटा भन्दा बढी फिजिकल इन्टरभ्यू एटेन्ड गरेर रिजेक्ट खाँदाखेरि म डिप्रेसनमै जाउला जस्तो 4-5 महिना काम छोडेर युकेको युएईको जब मैले पाएको केही चिज पनि तपाईँले त्यसैलाई नै ठुलो बनाउँछ जस्तै एमै आइटी सपोर्टको जब खाने छ भने त्यो त सबभन्दा अप्ठ्यारो बनिदिइहाल्छ किन एमै त्यही भएपछि तपाईँलाई सबभन्दा गाह्रो त्यही बनाउँछ त्यही भएर एम देख्दा अलिक माथिको देख्नु होइन एम माथिको देखियो र म यो नभएसम्म म कुनै पनि हालतमा छोड्दिनँ भन्ने मान्छेले हार्छ जस्तो मलाई लाग्दैन हो टाइम लाग्छ डेफिनेटली भनेको दिन नहोला कोही कोही मान्छेले झ्याप्पै पाउला कोही कोही मान्छेले त्यही सबैभन्दा टप बनिदिन्छ तर छोड्नु चाहिँ किन हुँदैन भने तपाईँ सबैभन्दा चिज चाहिँ तपाईँले कमिट गरेको चिज पाउनुभयो कि पाउनु भएन भन्ने कुरा चाहिँ सबभन्दा ठुलो कुरा हो तपाईँले म यो गर्छु भनेर हिँडेर हामी फेलियर भइयो भने अब अर्को ठाउँमा पनि त्यही हुन्छ त्यही भएर फेल चाहिँ हुनु हुँदैन भन्छु त्यसको लागि मेहनत बहुत गर्नुपर्छ हामी पनि बहुत मेहनत गर्छौँ होइन अर्को कुरा अस्ट्रेलियाको केसमा के छ भने भिजा स्टाटसले बहुत म्याटर गर्छ अस्ट्रेलियाको केसमा है युएसमा पनि गर्छ युएसमा धेरै प्रायः जस्तो डिबी पढेर ग्रिन कार्ड र सिटिजनसिप भएपछि त भिजाको म्याटर भएन अस्ट्रेलियामा चाहिँ 485 भिजा भन्छ जसलाई चाहिँ स्टुडेन्ट भिजा हो अथवा स्टुडेन्टले ग्रेजुएट वर्किङ भिजा पायो भने कामलाई अलिक गाह्रो हुन्छ र अहिले आज चुनावको दिन पनि हो होइन आज अब यो गभर्मेन्टको अलिकति 5-6 महिना भयो अलिक गाह्रो भएको मैले भने नि कोभिडको बेला एक्सटेकको सक्सेस रेट हेऱ्यो भने 97% थियो अहिलेको एभरेज सक्सेस रेट हो भने चाहिँ 55 to 60% होला घटेको छ हाम्रो पनि अन्तभन्दा बेस्ट छ र त सबै आउनुहुन्छ तर पनि 100% त केही पनि हुँदैन तर मेरो सजेसन के हो भने हामी यो चिजमा पनि हार्यौँ भने अर्को चिजमा पनि हार्छौँ त्यही भएर लडाइँ चाहिँ बहुतै लड्नुपर्छ 10चोटि हामीबाट सर्भिस लिनुहोस् आफूले पनि त्यही भएर हामी अनलिमिटेड दिएका छौँ आफूले पनि मेहनत गर्नुहोस् र हार चाहिँ खानु हुँदैन किन तपाईँले हार्नुभयो भने तपाईँको जेनेरेसनले नै हार्छ तपाईँले आफ्नो छोरालाई पनि हुन्न भन्नु होला भोलि साथीभाइले पनि हुँदैन यार भन्ने हुन्छ त्यही भएर हार्ने छुट चाहिँ कसैले पनि लिनु हुँदैन युद्ध लडेपछि जित्नकै लागि जाने हो अन्तिम नहुने बेलासम्म चाहिँ लड्नुपर्छ तर त्यस्तो इम्पोसिबल पनि होइन जस्तै डेटा एनालिटिक्सको केसमा हेर्नुभयो भने अलिकति गाह्रो किन हो भने उनीहरूले पिआर सिटिजनसिप भएको अथवा केटीहरू किनभने डेटा एनालिटिक्समा केटीहरू धेरै हायर गर्छ स्मार्ट केटीहरू उनीहरू डेटा इन्ट्रीमा कम्पनीमा सेलिङको पनि काम गर्छ सेल्सको पनि काम गर्छ अनि त्यो चाहिँ अलिक बिग कम्पनीले भएर अलिक गाह्रो हो तर आइटी सपोर्ट चाहिँ जो कहिले पनि यस्तै हेल्प डेस्क फिल्ड टेक्निसियन यस्तो छ जो कहिले पनि किन सजिलो हुन्छ भने ड्राइभ गर्न जानेको छ अझ केटाहरूलाई धेरै सजिलो केटीहरूलाई झन् सजिलो किन हुन्छ भने फ्रन्ट डेस्कमा राखिदिन्छ सबै उनीहरूले काम गर्छ केटाहरू फिल्डमा जान्छ त्यही भएर चाहिँ सबैभन्दा बिक्ने कोर्स चाहिँ आइटी सपोर्ट हो त्यही भएर मैले अघि भने नि जस्तै यी सबै पढ्नुभन्दा ठुलो कुरा चाहिँ लास्टमा यो बनिदिन्छ अहिले त्यो फिल हुँदैन सबभन्दा लास्टमा त यही नै भन्छ होइन त्यही भएर सबैभन्दा ठुलो कुरा चाहिँ करियर गाइडेन्स यो कुरा चाहिँ हामी जब नपाउने बेलासम्म सपोर्ट गरिरहन्छौँ देख्दा सामान्य लाग्छ यति हो जस्तो लाग्छ होइन यति चिज त हो भन्ने हुन्छ यत्रो पढ्ने भन्दा तर लास्टमा सबभन्दा इम्पोर्टेन्ट चाहिँ यही हुन्छ तर त्यो इम्पोर्टेन्ट फेरि माथिको नजानिकन तल पुरै काम सक्दैन फेरि त्यही भएर तपाईँको केसमा पनि आउनु यही नजिक हुनुहुन्छ बसेर कुरा गरौँला पढ्नै पर्छ भन्ने छैन करियर काउन्सिलले पनि काम गर्न सक्छ मेन्टालिटी कस्तो छ मैले हेल्प गर्ने भनेको पर्सनल कुरा गरेर इन्डिभिजुअल मेन्टरसिप दिने भनेको तपाईँको कन्फिडेन्स लेभल कस्तो छ तपाईँ आफै डराउनु भएको छ कि अरू कुराले च्यापेको हो भिजा स्ट्याटस के छ त्यो सबै हामी केस बाई केस हेरिदिन्छौँ अनि त्यसमा चाहिँ सपोर्ट दिउँला त्यही भएर नजिक हुनुहुन्छ 10-15 मिनट 2 मिनट ड्राइभ ट्रेनमा होइन 5 मिनट ड्राइभ
15-20-25 मिनटको वाक हो। मन्डे आउनुहोस्, बसेर कुरा गरौँ है त। अरू अस्ट्रेलियाको पनि कोही हुनुहुन्छ भने एकचोटि मलाई चाहिँ मेरो फोन नम्बरमा कल गर्नु, अहिले म नम्बर दिन्छु, बसेरै कुरा गरौँला। अरूले पनि वाट्सएपमा कल गर्नु मिलिहाल्छ। विनोद सर सरी है अलिकति हजुरको मैले अपोइन्टमेन्ट लिनुपर्छ कि आई क्यान स्टार्ट वक इन? मलाई चाहिँ म्यासेज गरेर, मेरो प्रायः सब क्लासिक क्लासमा चाहिँ मैले युएस जता गएर पढाउँछु होइन, म्यासेज हजुर गरेर सर कति बजे मिल्छ होला भन्यो भने म त्यति बेला भनिहाल्छु। ए ओके नम्बर मसँग कुरा गर्ने हो नि त्यसो, अरू अफिसको स्टाफसँग कुरा गर्नलाई त जति बेला आउँदा पनि हुन्छ। 95 नम्बर मैले यहीँ लेखिदिन्छु। यो अस्ट्रेलियाभन्दा बाहिर बस्नेको लागि चाहिँ +61 थप्नु होला होइन। त्यस 413490 यसो गरिदियो 413। यो चाहिँ अगाडिको +61 अरू कन्ट्री। वाट्सएपमा मेरो अब अहिले हेर्नुभयो भने मेरो सबभन्दा बढी कुरा हुने नै युएसए हो होइन। सबै +1 बाहेक मेरो धेरै कुरा युएसए नै हो। +1 बाहेकै केही छैन होइन। म प्रायः युएसए क्यानाडा युकेहरू बाहिरको धेरै हेर्छु। अरू यताको अफिस स्टाफहरू छ। यदि अस्ट्रेलिया हुनुहुन्छ भने अगाडि 0 थपेर यसमा फोन गर्नु अथवा म्यासेज गर्नु। कहिलेकाहीँ फोन उठेन भने म्यासेज चाहिँ म जहिले पनि रिप्लाई गर्छु। फेरि म सुत्ने भनेको जम्मा 4 घन्टा हो। म लगभग 20 घन्टा चाहिँ म कामै गर्छु अथवा एक्टिभ हुन्छु। ऋषि धमला भन्दा पनि माथि नै यो काम गर्छु मैले होइन। तपाईँले हिजो हेर्नुभयो भने मैले एउटा स्ट्याटस हालेको थिएँ। यहाँको रातिको 3 बजेसम्म हामी नेपालको लाइट फिक्स गरिरहेको थियौँ होइन, सँगै बसेर। अहिले एडेड भएको लाइटमा हामी काम गरिरहेको थियौँ। म एकदमै कम सुत्छु होइन। म त्यही भएर अमेरिकाको पनि जति बेला पनि कल उठिरहेको हुन्छ, संसारभरिको कल चाहिँ मेरो उठिरहेको हुन्छ। कल उठेर नि म्यासेजको रिप्लाई चाहिँ गर्छु, किनभने मैले धेरै क्लास पढाउँछु। त्यो भएर चाहिँ यदि तपाईँले कल गर्दा उठेन भने धेरैचोटि नहान्नु होला, एकचोटि हानेर उठेन भने म्यासेज गर्नु होला, म रिप्लाई गर्छु। तर नेपालको केसमा कस्तो हुँदो रहेछ भने हानिरहनुहुन्छ होइन। अब यहाँ म काम गरिरहेको हुन्छु, यस्तै पढाइरहेको हुन्छु, नआत्तिनु होला, कल ब्याक गर्छौँ हामी। नेपालको टिमलाई चाहिँ नेपालकै नम्बर दिन्छौँ हामी। केही पऱ्यो भने म विनोद सरसँग कुरा गर्न चाहन्छु भन्यो भने उहाँहरूले कुरा गराइदिनुहुन्छ, अनि वाट्सएपमा कुरा गरौँला। नत्र अरूलाई नेपालै अफिस छ हाम्रो, अरूले चाहिँ मलाई यसमा गर्नु होला। अनि म चाहिँ यति घन्टा चाहिँ मिनिमम एक्टिभ हुन्छु। त्यो भएर त्यो टेन्सन गर्नु पर्दैन सरले के गर्छ भनेर है। सरकारी काम गर्नुहुन्छ भने अफ्टर 5 छँदैछ कोर्स, बेस्टै हुन्छ। 5:45बाट स्टार्टवाला कोर्स लिनुहोस्, 5:45बाट स्टार्ट हुने कोर्सहरू अथवा 4:45बाट स्टार्ट हुने कोर्सहरूले तपाईँलाई एकदम काम गर्छ है। ल कपाल अफ क्वेसन लिउँ त। अरू केही कसैको केही क्वेसन छ? हेलो विनोदजी। हजुर नमस्ते। नमस्ते। ल खुसी लाग्यो। हजुर म चाहिँ यहाँ युएसबाट गोविन्द चुलवाल है। हजुर मैले चाहिँ 2021मा एसोसिएट डिग्री गरेको हो कि यहीँको कम्युनिटी कलेजबाट आइटी सपोर्ट एन्ड सर्भिसेसमा। हजुर त्यति बेला चाहिँ अलिअलि लगभग त्यस्तै कोभिडको सिचुएसनले गर्दाखेरि मैले इन्टर्नसिप पाइनँ। इन्टर्नसिप पाउनलाई एकदम गाह्रो भएको थियो। त्यो पछि लगभग 1-1.5 वर्ष जब पनि थुप्रै एप्लाई गरियो, अलिक भने जस्तो जब पनि पाएन, जब पनि राम्रोसँग गर्न सकिएन कि। अनि म पछि चाहिँ अरू फिल्डतिर लागेँ। अनि अहिले अब आएर फेरि मलाई चाहिँ त्यो जोइन गर्न इच्छा भएको भएर तपाईँको यो ओरिएन्टेसनहरू चाहिँ मैले बुझिरहेको हो। यसमा चाहिँ जस्तो तपाईँहरूको सर्टिफिकेसनहरू सिसिएनए बाहेक के गर्नुहुन्छ? कम्युनिटी नेटवर्क प्लस अब यो चाहिँ आइटी सपोर्टलाई साइबर सिक्युरिटी हामी पढाउँछौँ युएसएमा, त्यसको फरक छ। यो कोर्स पढेर चाहिँ माइक्रोसफ्ट इन्टर्न म्यानेजर, इज्युर एजेड 900 अथवा एमएस 900, सिसिएनए, कम्युनिटी नेटवर्क प्लस, सिसिएसटी यतिलाई चाहिँ काम गर्छ। हजुर त्यो चाहिँ हाम्रो के छ, त्यसको स्केड्युल छुट्टै छ कि होइन? हामी चाहिँ क्वेसन्सहरू यहाँ क्विज राखिदिएको हुन्छ। अघि मैले देखाएँ नि, यहाँ हामी चाहिँ क्विज राखिदिन्छौँ। त्यही क्वेसन्सहरूमा तपाईँले प्र्याक्टिस गरेपछि मोर देन इनफ हुन्छ, पास भइरहेको हुन्छ, टेन्सन लिनु पर्दैन। क्विजहरू हुन्छ, जस्तै हामी सिसिएनएका क्विजहरू राखिदिन्छौँ है। अनि यही क्वेसनहरू अब इक्जाममा पनि यही आउँछ है होइन। हजुर यु मिन विदिन द कोर्स नै त्यो गराउनुहुन्छ कि के हो? पार्ट अफ द कोर्स हो त्यो, पार्ट अफ द तपाईँ छुट्टै तिर्नु। पार्ट अफ द कोर्स नै भयो। अनि छुट्टै चाहिँ छैन तपाईँको सर्टिफिकेसनको क्लासहरू मात्रै? त्यस्तो चाहिँ कस्तो छ भने त्यो फेरि डेडिकेटेड टाइम दिनु पर्यो, अनि कति लिने भन्ने हुन्छ होइन। अब त्यो 500 600मा 650मा सिसिएनए नै आउँछ, पढेर इक्जाम पासै सपोर्ट हुन्छ होइन।
अब त्यो हजुर तपाईँलाई 300 350 लिएर इक्जाम सपोर्ट दिन भन्दा त सिसिआरए पढेरै मानौ इक्जाम सपोर्ट लियो भने त तपाईँको कोर्स पनि आयो सर्टिफिकेसन कस्ट ऊ पनि आयो एकदम तपाईँ यही 3टा कुरा पनि तपाईँलाई म डिभाइड गरेर पढ्छु भने त जम्मा कति हो 600 त हो हामीले लिने होइन। यो कोर्स अघि हेर्नुभयो भने क्लाउड साइड मात्रै पढ्छु भने 600, सिस्टम साइड मात्रै पढ्छु भने 600, नेटवर्क साइड मात्रै पढ्छु भने पनि 650 त्यस्तो हो होइन। तर एकदम मिनिमम हजुर। कस्टमा राखेको छ। ए मैले त्यही बुझ्नु खोजेँ, त्यही इन्डिभिजुअल तपाईँको यो कोर्स पनि छ छ भनेको। पायो। त्यसमा कस्तो हुन्छ भने हजुर यही स्लटमा बस्ने अनि सिसिआरए पढ्ने टन्नै हुनुहुन्छ होइन। उहाँहरू सिसिआरए मात्रै पढ्नुहुन्छ अनि त्योभन्दा रिसोर्सेस पनि पाउनु त्योभन्दा अर्को ग्रुपमा मुभ हुन पनि पाउनु हजुर हजुर त्यस्तो हुन्छ। अनि अर्को चाहिँ युएस बस्नेलाई मैले गाली अहिले त तपाईँहरूलाई गाली गर्न मिल्दैन, स्टुडेन्ट भएपछि गाली गर्छु होइन। अलि चाहिँ कस्तो हुँदो रहेछ सक्सेसमा चाहिँ युएसएको अलिकति यहाँभन्दा त्यहाँ मान्छे अलिक कम सक्सेस किन हुन्छ म साइबर सिक्युरिटी भन्छु लास्टमा। तपाईँहरूलाई भिजाको टेन्सन हुँदैन होइन। भिजाको टेन्सन नभएपछि तपाईँलाई यो जब भन्ने चाहिँ अप्सनल हुँदैन। काममा एकदम वाक्क लाग्यो त्यहाँ मन परेन रिस उठ्यो भने मात्रै आइटी पढ्न आउनुहुन्छ होइन। जस्तै अस्ट्रेलियाको केसमा कस्तो हुन्छ नि भिजाको कारणले गर्दा जब नपाएसँग पिआर हुँदैन, पिआर नभएसँग अस्ट्रेलिया बसै छैन। त्यही भएर यहाँको मान्छेले जसरी पनि काम पाउँछ। तर युएसको मान्छे अलि लेजी किन हुन्छ भने डिबी परिसकेको हुन्छ ए छोड्दै यहाँ चलिरहेछ आनन्द छ रस छैन भन्ने। अनि सिटिजनसिप भइसकेको मान्छेहरूलाई अलिकति सक्सेस रेट चाहिँ अलिकति घट्नुको रिजन चाहिँ कम्फोर्ट जोन छ तपाईँहरूलाई। कम्फोर्ट जोन भइसकेपछि तपाईँ त्यसलाई अप्सनल ग्रुपमा ल्याइदिनुहुन्छ। मलाई यो बाहेक मसँग अप्सन छैन म जसरी मेसीमा गर्छु भन्ने हो नि युएसमा त जबको लागि त धेरै सजिलो छ नि। तर त्यहाँ भइदिन्छ के भन्दाखेरि एज पनि अलिकति सिनियर हुन्छ। यहाँ त हामी चाहिँ 20 25 27 28 वर्षभन्दा माथिको हुँदैन, बढीमा 30 वर्षको। हामीले गाली पनि निकै गर्छ। यो त बोर्डिङ जस्तो हो। फेरि सक्सेस हुने हो भने गाली गर्नुपर्छ अनि गाली खाएपछि तैँले काम पाएपछि पछि ब्लक गर हाम्रो बारेमा नेगेटिभ भने पनि केही छैन। तर यहाँ पढ्ने बेलासम्म तैँले हामीले यास भने यास नो भने नो हुनुपर्छ भन्छौँ होइन। कहिलेकाहीँ स्टुडेन्ट पनि निकालिदिन्छौँ। अस्ति पनि एकजना युएसको स्टुडेन्ट रेस्ट्रिकेट गरिदियो हामीले होइन। कहिलेकाहीँ कस्तो हुन्छ भने एज बढी भइसकेपछि गाली गर्न अप्ठ्यारो हुन्छ। गाली गर्दाखेरि गाली नगरे उहाँहरूलाई अप्सनल हुँदाखेरि उहाँको पनि बन्दैन। अब तपाईँले पढ्नु भयो काम पाउनु भएन भने हाम्रो पनि इज्जत हुँदैन। त्यही भएर चाहिँ अलिकति युएसलाई हामी स्ट्रिक्ट गर्छौँ। कोही कोही चाहिँ एजको कारणले गर्दा अहिले रिसाउनुहुन्छ यस्तो रुड बोल्ने भनेर। तर अब यो यहाँ आएपछि आर्मी जस्तो हो होइन। यहाँ हामीले चाहिँ यो रङ हो भनेर रिजिममा यो हाल भनिसकेपछि रङ भए पनि हाल्नुपर्छ किनभने हामीले त्यत्रो वर्षदेखि एसीमा काम गरेका छौँ नि त। त्यस्तो गाइड गर्छौँ। त्यही भएर युएसकोले चाहिँ अलिकति मलाई यो 90 हुन्न भनियो भने चाहिँ युएसको धेरै सजिलो हो। तर युएसमा चाहिँ अलिकति अप्सनल के भइदिएको हो भने तपाईँहरूको अप्सनल कुरामा भिजा चाहिँ टेन्सन छैन, अलमोस्ट सेटलमेन्ट छ। अरू कन्ट्रीमा भिजा नै टेन्सन हुन्छ। त्यही भएर भिजाको लागि नै काम गर्छ। क्यानाडाकै केस हेऱ्यौँ भने आफ्नो फिल्डमा काम नपाएसम्म त्यहाँको पिआर हुन गाह्रो हुन्छ अथवा अरू सेटल डाउन गर्नुपर्ने हुन्छ। त्यही भएर त्यहाँ चाहिँ जसरी पनि मेहनत गर्छन् होइन। त्यो कुरालाई युएसको स्टुडेन्ट ल्याइदियो भने त युएसमा धेरै सजिलो छ काम पाउनको लागि है। र युएसमा सस्तो पनि यस अर्थमा हो कि त्यहाँ पढ्नुभयो भने कसैले पनि 4800 भन्दा तल त गराउँछ जस्तो लाग्दैन। किनभने त्यहाँ ट्याक्स तिर्नु पर्यो, जिएसटी तिर्नु पर्यो, त्यसपछि स्टाफ पाल्नु पर्यो, अफिस रेन्ट तिर्नु पर्यो। हाम्रो त अफिस रेन्ट स्टाफ पाल्ने काम अस्ट्रेलियाको स्टुडेन्टले गर्छ, बाँकी अदरको त हामीलाई प्रफिट भयो। त्यही भएर चाहिँ हामीले सस्तो बनाएको। त्यही 650 को लिनु पऱ्यो। इक्जाम सपोर्ट पनि दिन्छौँ, कोर्स पनि दिन्छौँ है। इन्डिभिजुअल हुन्छ। कोर्स थ्याङ्क लिन्छु यू भने पनि फर पाउँछ। क्ल्यारिफिकेसन। अब त्यही हामी अर्को एउटा डिस्कसन गरेर यसो हुन्छ छुट्टै ओरिएन्टेसन फोन गर्नु होला लिएर यो अनि सेसन के लिने सकेपछि। भनेर त्यतातिर लागौँला। हजुर हुन्छ हुन्छ अब चाहिँ रेकर्डिङमा पज गरेँ 1 2टा क्वेसन